रगतको तेल हालेर विचारको दियो बालेर म मर्न पाऊँ देशको थोरै अँध्यारो फालेर। आजको यो विशेष महाधिवेशन कार्यक्रमका आयोजक साथीहरू, प्रमुख अतिथिज्यू, मञ्चमा विराजमान रहनुभएका मेरा आदरणीय नेतृत्वगणहरू, महामन्त्रीद्वय महामन्त्रीज्यूहरू र उपस्थित अहोरात्र नेपाली कांग्रेसको पक्षमा काम गरिरहनु भएको सबै नेतृत्वगणहरू र सुदूरपूर्वदेखि सुदूरपश्चिम, हिमालदेखि तराईसम्मबाट पाल्नुभएका मुलुकैभरिका नेपाली कांग्रेसका नेता साथीहरू जो तल हुनुहुन्छ, हेरिरहनु भएको छ र दुनियाँले तपाईले के गर्दै हुनुहुन्छ भनेर हेरिरहेको छ, तमाम उपस्थित साथीहरूलाई म एकमुष्ट रूपमा जय नेपाल टक्राउन चाहन्छु। साथीहरू, समयको पाबन्दीको कारणले गर्दाखेरि म सर्टकटमा केही कुरा गर्न चाहन्छु। आज स्वर्गमा हुनुभएको हाम्रो नेता बीपी कोइराला लगायत हिजो अस्ति भर्खर जानुभएको सुशील दाईसम्मको आत्माले यदि हेरिरहेको भए मलाई के लाग्छ भने उहाँहरूको मन रोइरहेको होला। किनभने उहाँहरू वर्षौंसम्म जेल बस्नुभयो। के को निम्ति भन्दाखेरि पद्धतिको निम्ति, एउटा चाहिँ डेमोक्रेटिक अथवा लोकतान्त्रिक व्यवस्थाको निम्ति र नेपाली जनताले राम्रोसँग दुई छाक भात खान पाओस् र उपचार पाओस्, चाहेको विषय पढ्न पाओस् र ती कुराहरू जनताका न्यूनतम आवश्यकताहरूलाई परिपूर्ति गर्न सकियोस् भन्नका निम्ति हाम्रा अग्रजहरू लड्नुभयो, जेल बस्नुभयो र एसाइलममा बसेर वर्षौंसम्म पञ्चायतका विरुद्धमा, राणाहरूका विरुद्धमा लड्नुभयो। तर आज दुःखका साथ भन्नुपर्छ, त्यसरी हाम्रा अग्रजहरूले इस्टाब्लिस गरिदिएको लोकतन्त्र, त्यो प्रजातन्त्रभित्रको हाम्रो पार्टीले न्यूनतम लोकतान्त्रिक मान्यतालाई समेत लत्याएर 54% मुलुकभरिका साथीहरूले सिग्नेचर गरेर केन्द्रीय कमिटीमा, केन्द्रीय कार्यालयमा बुझाएको जुन सिग्नेचर र जुन माग थियो, त्यसलाई सामान्य एउटा हलमा छलफल गराउनेसम्म आँट गर्न सकेन। हेर्नुहोस् त, यो विडम्बना हो कि होइन? अब हामी एउटा आग्रह गर्न चाहन्छौँ साथीहरू, तपाईहरुको क्यामेरा यता मात्रै होइन, एकपल्ट यता पछाडि फर्काइदिनुहोस् त। अनि हामी माननीय हाम्रो सम्माननीय सभापति शेरबहादुर दाई लगायत केन्द्रीय समितिमा जजसले यी साथीहरूको मागको अवमूल्यन गर्नुभयो, उहाँहरूलाई हामी यहाँबाट सोध्न चाहन्छौँ। टेलिभिजन खोलिरहनु भएको होला हेर्नुहोस्, फेसबुकमा लाइभ हेर्दै गर्नुभएको होला हेर्नुहोस्, यी मासुम अनुहारहरूले के भन्छन्? यो पूर्वदेखि पश्चिमसम्म, दार्चुलादेखि ताप्लेजुङसम्म, हुम्लाको सर्केघाटदेखि सोलुखुम्बुसम्मको गाउँबाट आएको एउटा सामान्य क्रियाशीलदेखि लिएर केन्द्रीय नेताहरूसम्म, महामन्त्रीहरूसम्मको यो मासुम अनुहारले तपाईहरुलाई किज्याइरहेको छ कि छैन? हामी यो प्रश्न सोध्न चाहन्छौँ र हामी आग्रह गर्न चाहन्छौँ। हामी बुद्धका सन्तान हौँ, हामी मारधाडमा विश्वास गर्दैनौँ, हामी झगडामा विश्वास गर्दैनौँ। हाम्रो क्यारेक्टर, हाम्रो जेनेटिकल मेटेरियल, हाम्रो फ्याक्टर र हाम्रो सिद्धान्त र हाम्रो नीति, हाम्रो विचार मध्यमार्गी बाटो हो, एक्सट्रिमिस्ट बाटो होइन। हामी यहाँबाट आग्रह गर्न चाहन्छौँ, शेरबहादुर दाई, तपाईँ एउटा इतिहास बोकेको, एउटा ठुलो इतिहास बोकेको हाम्रो नेता हो। तपाईँ गाउँबाट आउनुभएको नेता हो, 80 कटिसक्नुभयो। मेरो पिताजीको उमेर तुल्य हुनुहुन्छ, मेरो पिता समान हुनुहुन्छ। तपाईलाई अब उमेरका कारणले माथिबाट बोलाइरहेका बेलामा आफ्ना कार्यकर्ताहरू, हिजो जसले तपाईलाई भोट हाल्यो, हिजो जसले तपाईलाई सभापति बनायो, हिजो जसले देशभरिबाट मत कलेक्सन गरेर ल्याएर पटक पटक तपाईहरुलाई सत्तामा पुर्यायो, तपाई अब यो कोनीके रोइलो भन्छ नि, मलाई नआएर भने आइन, त्यो भाषा नभन्या, कोनीके रोइलो भने जस्तै त्यो रोइलो छोडेर सरक्क भोलि बिहान हल उद्घाटन गर्ने बेलामा यो हलमा आउनुहोस्। हामी तपाईलाई 5 वटा 6 वटा 7 वटा हामी विकल्प दिन सक्छौं। साथीहरुलाई मेरो आग्रह छ, पहिलो विकल्प, तपाई फेरि चुनाव उठ्नुहुन्छ, आउनुहोस्। तपाईले हार्नु होला या गगनजीले हार्नु होला या मैले हारौँला,
या विश्वजीले हार्नु होला, तर लोकतन्त्रले जित्छ, प्रजातन्त्रले जित्छ। र तपाईँ हारिरहँदाखेरि पनि अथवा म हारिरहँदाखेरि पनि हामी हार्ने साथीहरूलाई एउटा रथ हायर गरेर फुलमाला सहित घरसम्म पञ्चे बाजा बजाएर पुर्याउँछौँ। यो हाम्रो कमिटमेन्ट हो। अब तपाईँलाई त्यो मन पर्दैन भने अथवा तपाईँलाई त्यो साहस छैन भने अब हामी मल्टिपल विकल्पहरू दिन सक्छौँ। विश्वप्रकाशजीले परबाट आँखा कड्किनु भयो, मैले छुट्याउने कुरो बुझेँ। ती 4-5 विकल्प मध्ये पार्टी नफुटाइकन प्रिय नेताहरू, यो पार्टी बनाउन बहुत गाह्रो छ, तपाईँहरू पार्टी बनाउने मान्छेहरू यहाँ हुनुहुन्छ, हामी तपाईँका सिपाहीहरू यहाँ छौँ। पार्टी नफुटाइकन पार्टीलाई एक टिक्का राखेर तपाईँहरूले हामीले ल्याएका सबै विकल्पमा हामी होस्टेमा हैसे गर्नेछौँ भन्दै विश्वजीको आग्रहलाई मैले आँखाको इसाराबाट बुझेँ। जय नेपाल, धन्यवाद। आजको यो ऐतिहासिक विशेष महाधिवेशन का लागि नेपालभरिबाट नेपाली कांग्रेसलाई एउटा नयाँ ऊर्जा दिनका लागि, नेपाली कांग्रेसलाई एउटा नयाँ दिशा दिनको लागि, नेपाली कांग्रेसलाई एउटा नयाँ नेतृत्व दिनका लागि यहाँ आउनुभएका सबै नेपाली कांग्रेसका कटिबद्ध नेतागण, मञ्चमा आसीन थुप्रै नेपाली कांग्रेसका लामो इतिहास बोकेका नेतागण, अहिलेको यो अभियानलाई अत्यन्त निर्भीकताका साथ नेतृत्व गर्दै आउनुभएका महामन्त्रीद्वय गगन कुमार थापाजी, विश्वप्रकाश शर्माजी र उहाँलाई साथ दिने सम्पूर्ण नेतागण र नेपालभित्र मात्र नभइकन नेपाल भन्दा बाहिर बसेका लगभग 1 करोड नेपालीहरू, जसले नेपालमा एउटा नयाँ राजनीतिका साथ एउटा आर्थिक क्रान्तिको परिकल्पना गरेर बसेका छन्, ती सबैलाई म अभिनन्दन गर्न चाहन्छु यो मञ्चबाट। जय नेपाल, जय नेपाल। म यसै मञ्चबाट नेपाली कांग्रेसको लामो इतिहासमा दिवंगत नेपाली कांग्रेसका नेतृत्व गरेका पूर्व नेतृत्वहरूलाई, सबै यो लोकतन्त्रको, यो प्रजातन्त्रको अभियानमा आफ्ना ज्यान गुमाएका ज्ञात अज्ञात शहीदहरूलाई र साथसाथै हालै जेएनजी मुभमेन्टको नाममा, जेएनजी को मुभमेन्टको क्रममा ज्ञात अज्ञात शहीद भएका ती पवित्र मानसिकताका साथ नेपालमा एउटा परिवर्तनको, कमसे कम नेपालै भित्र काम गरेर बस्ने वातावरण बनोस्, नेपाल भित्रै गरी खाने वातावरण बनोस्, योग्यताका आधारमा राजनीतिमा राजनीति गर्न पाइयोस्, कसैलाई पनि छेकिने, खाली काखा र पाखाको राजनीतिलाई पाखा लगाउन पाइयोस्। नेपाल जस्तो प्रकृतिको धनी यो राष्ट्र सबैको सामु एउटा चाहिँ नि अत्यन्त विकसित राष्ट्रका रूपमा उभिन सकियोस् भन्ने पवित्र भावनाका साथ त्यो सुरु गरिएको आन्दोलन, त्यो केवल ती जेएनजीको आत्माको मात्र पुकार थिएन, त्यो समाजभित्र गत 35 वर्षको दौरानमा 1 करोड भन्दा बढी नेपाली रोजगारीका लागि नेपाल भन्दा बाहिर जानुपर्ने परिस्थिति, त्यस्तो परिस्थिति जानका कारणले प्रत्येक घर, प्रत्येक परिवारमा आएको पीडा, त्यो पीडाको बोध, व्याप्त भ्रष्टाचार, उद्योग र व्यवसायको क्षेत्रमा देखिएको विसङ्गति, यो सम्पूर्णको पृष्ठभूमिमा जम्मा भएको त्यो भिड त मात्र थिएन, एउटा राष्ट्र परिवर्तनको पुकार थियो। हो, त्यसमा कयौं त्यस्ता तत्त्वहरू पनि प्रवेश गरे जसले यो राष्ट्रका बहुतै महत्त्वपूर्ण संरचनाहरूलाई ध्वस्त पारे,
कयौं त्यस्ता व्यक्तिका घर, नेताका घर, म लगायत कयौंले त्यसको पीडा बोध गर्नु पर्यो। तर त्यो ठुलो कुरो होइन। ठुलो कुरो के हो भन्नु होला भने हामीले यो 35 वर्षको दौरानमा बाटो बिराएकै रहेछौँ। हामीले चाहिँ नि एउटा यस्तो राजनीतिक प्रणालीको सृजना गर्न सकेनौँ जहाँ सृजनशील र योग्य र ट्यालेन्ट भएका व्यक्तिहरूलाई हर किसिमबाट ढोका खोलेर भित्र आउन सकियोस्। नेपाली कांग्रेसले एउटा यस्तो पार्टीको नेतृत्व अब आउने हाम्रा दुवै महामन्त्रीज्यूहरूलाई म उहाँहरूका काँधमा जसरी कि आज देशभरिबाट अत्यन्त विषम परिस्थितिमा यो प्रकारको उपस्थितिका लागि जुन हौसला दिनुभयो, जो जागर दिनुभयो, जुन जोश दिलाउनु भयो, यसका साथसाथै अबको अर्को चरण भनेको त्योभन्दा पनि गम्भीर र महत्त्वपूर्ण छ। नेपाली कांग्रेसले कमसे कम 50% नयाँ अनुहारहरूलाई चाहिँ नि अब आउने निर्वाचनमा गएको देखिन चाहन्छ। नेपाली कांग्रेसले ती नेपाल त्यस्ता जेनजीका भावना बोकेका ती त्यस्ता अनुहारहरूलाई प्रतिनिधित्व गरेको पार्टीको रूपमा आफूलाई उभ्याएको पार्टीका रूपमा देख्न चाहन्छ। कुनै पनि मान्छे, कुनै पनि यस्ता मान्छे जसले कि राजनीतिको माध्यमबाट राजनीतिलाई पेशा होइन, राजनीतिलाई एउटा समाजको लागि रूपान्तरण गर्ने एउटा महत्त्वपूर्ण प्लेटफर्म हो भन्ने आधारमा अगाडि उभिन चाहनेलाई खुला हृदयले आमन्त्रणका साथ भित्र्याउन चाहन्छ। त्यस्तो राजनीति पार्टी, त्यस्तो नेपाली कांग्रेस जसले 2048 सालमा यो देशको आर्थिक रूपान्तरणै गर्यो। नेपाली कांग्रेसले खालि राजनैतिक रूपान्तरण मात्र गर्दैन, आर्थिक रूपान्तरण पनि 2048 सालमा गरेको त्यो परिवर्तन, त्यसै परिवर्तनको आडमा त्यसपछि 35 वर्षमा 35वटा सरकार आए तापनि त्यसैका कारणले आलासम्म पनि कुनै न कुनै रूपले देश चलिरहेको छ। फेरि एकचोटि नेपाली कांग्रेसले ती पुराना जेल नेल लगायत प्रत्येक आन्दोलनमा होमिएका पोलिटिकल एक्टिभिजमका साथसाथ अर्थतन्त्रलाई अर्थतन्त्रलाई एउटा बलियो दिशा दिन सक्ने, एउटा सक्रियताका साथ ती सबै प्रकृतिले दिएका अवसरहरूलाई सार्थक बनाउन सक्ने, त्यस्तो किसिमको एउटा अर्थतन्त्रको निर्माण गर्न सक्ने, यी दुवै पक्षलाई समेटेर अगाडि लिएर जाने एउटा बलियो साझेदारीलाई अगाडि लिएर जान सक्ने र युवाले हाँकेको, युवाको भोलिको भविष्यका लागि, भविष्यको ती सपना देख्नेहरूका सपनालाई सार्थक बनाउने प्रतिबद्धता चाहिँ नि व्यक्त गर्न सक्ने त्यो प्रकारको पार्टी देख्न खोजेको छ। र त्यसैका लागि म यो आज मञ्चमा उभिएर दुवै महामन्त्री द्वयलाई बधाई दिन चाहन्छु। अगाडि बढ्नुहोस्, आज यो रथयात्रालाई अधुरो नछोड्नुहोस्, यसलाई एउटा निर्णायक ठाउँमा पुर्याउनुहोस् र यो नेपालले अब कुर्नै नसक्ने स्थितिमा पुगेको यो नेपाललाई यसले धेरै दिनदेखि कुरेर बसेको त्यो विकासको त्यो खुड्किलोमा पुर्याउनुहोस्। यति नै भनिकन म बिदा हुन चाहन्छु। यहाँहरूलाई धन्यवाद दिन चाहन्छु। टाढा टाढाबाट धेरै रिस्क लिएर, धेरै किसिमका अप्ठ्यारो अवरोधहरू सहेर यहाँ आउनुभयो। यसको सार्थक पुरस्कार देश मुलुकले पाउनेछ, पार्टीले पाउनेछ र हामी सबैले पाउनेछौँ। जय नेपाल। यस विशेष अधिवेशनका अध्यक्षज्यू, हाम्रा आशा विश्वास गरेका नेपाली कांग्रेसका दुवै महामन्त्री गगन कुमार थापा, विश्व प्रकाश शर्माज्यू, यो मञ्चमा उपस्थित आदरणीय मेरा नेतागण, यो विभिन्न टाढा टाढाबाट कांग्रेस सेलाइरहेको बेलामा, कांग्रेस कन्फ्युज भएको बेलामा हामीलाई उजागर गर्नलाई तिमी अब उठ्ने बेला हो भनेर प्रत्येक ठाउँबाट आउनुभएका आदरणीय साथीहरू, पत्रकार बन्धुहरू सबैलाई जय नेपालको हार्दिक अभिवादन। आजको दिन गम्भीर दिन हो। आजको दिन नेपालीले नेपालीको पहिचान पाएको दिन। आजको दिन 245 वर्ष पहिले, अमेरिका भन्नुभन्दा 8 वर्ष पहिले 20
वर्षको अहिलेको समयमा जेनजी पुस्ताको नेता पृथ्वीनारायण शाहले एकीकरण गरेर हामीलाई नेपाल सुम्पेको दिन हो। आज पृथ्वीनारायण शाह उहाँसित नेपाल बनाउन लाग्नुभएका सम्पूर्ण शहीदहरूलाई म हार्दिक अभिनन्दन र श्रद्धाञ्जली श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। हामीले पुर्खालाई भुर्यौँ भने, हामीले पुर्खाको सम्मान गर्न सकेनौँ भने हामीले आफ्नो सम्मान गर्न सक्दैनौँ, देशको सम्मान गर्दैनौँ, जनताको। युवाहरूले अब परिवर्तन आवश्यक छ, नयाँ सोचको आवश्यकता छ। पद बाँडेर, पदमाथि पद दिएर, ठुला घर बनाउने अवसर दिएर, गाडी बनाउने अवसर दिएर मुलुक अगाडि बढ्न सक्दो रहन्छ। यो 34 वर्षको हाम्रो उदाहरण हो। व्यक्ति विचारले चल्छ, व्यक्ति अवसरले चल्दैन। सही मान्छेमा अवसर गयो भने मुलुक बन्छ। अब असल मान्छे छैन भने जति पद दिए पनि मुलुक बन्दैन। आज हामीसँग के छ? हामीले के गरेनौँ मुलुकमा? 7 सालमा नेपाली कांग्रेसले नेपाली जनतालाई अधिकार दिलाउन लड्यो। 40 सालमा कृष्ण प्रसाद भट्टराईजीले नेपालको आन्दोलन गरेर, आन्दोलनको नेतृत्व गरेर, गणेश मानजीको आह्वानमा नेतृत्व गरेर कृष्णजीको नेतृत्वमा संविधान दियो। गिरिजा प्रसाद कोइरालाले 12 वर्षसम्मको हिंसाको निम्ति अन्त गरेर शान्ति दिनुभयो। सुशील कोइरालाले नेपालमा संविधान दिनुभयो। तर हामीले त्यो इज्जत, त्यो सम्मान गर्न सकेनौँ, जसले गर्दा न समाजमा हामीले आशा जगाउन सक्यौँ, न देश बन्न सक्दैन भनेर न्यारेटिभ स्थापित गर्यौँ। हामी आन्दोलन गर्न सक्यौँ, तर हामी देशलाई शासन सञ्चालन गर्न सकेनौँ। आफ्नो वरिपरि आफ्ना कार्यकर्ता, आफ्ना घुम्नेहरूलाई शासन सत्ता चाहिएर मुलुक बन्द रहन्छ भन्ने अहिलेको आन्दोलन हो। हामीले आन्दोलन गर्यौँ, प्रजातन्त्रवादी बन्यौँ, ठुला दल मिलेर सरकार बनायौँ। तर विडम्बना 36, 62, 63 सालको राजा जसलाई हामीले तानाशाह भन्यौँ, उनीले हामीलाई दरबारमा राजनीतिक साथीहरूलाई बोलाएर, नेताहरूलाई बोलाएर निशानी हस्तान्तरण गरे, श्रीपेज हस्तान्तरण गरे। ल तपाईँहरूले राम्ररी बस्नु होला भनेर आफै गाडी चलाएर हाँसेर गए। तर हाम्रा नेतालाई जोगाउनलाई हेलिकप्टर चढाएर हवन राख्नु पर्यो। त्यो पनि कुनै प्रजातन्त्र हो? कसैको घर बनाउनु प्रजातन्त्र हो? कसैको गाडी चढ्नु प्रजातन्त्र हो? त्यो प्रजातन्त्रलाई जोगाउनु आज हाम्रो लक्ष्य हो। मलाई लाग्छ तपाईहरु गाउँबाट आएर जुन सचेतना दिनुभएको छ, हे नेता हो, तिमीले अब यो बाटी जोगाऊ, देश चढाऊ, समाज जोगाऊ, संस्कृति जोगाऊ भन्ने जो अभियान दिनुभएको छ, तपाईहरुलाई म सेल्युट गर्न चाहन्छु। साथीहरु, लीडर भनेको ए लीडर इज दो हु नो द वे, शो द वे एन्ड गो द वे। हामी सबै कुरा भुल्यौं। मलाई आशा छ तपाईहरुै नेता हो, तपाईहरुै कार्यकर्ता हो, तपाईहरुै यो देशको सन्तति हो। अब हामीले यो देश र प्रजातन्त्र बचाउनु छ। मलाई लाग्छ आज अझ के को द्वन्द, कला दियौं, कला बनायौं। आज हाम्रो देशमा हात्ती नाचे पनि धानको नाश, हात्ती उफ्रे पनि धानको नाश। आज हाम्रो मनस्थिति खलबलिएको छ। अब तपाईहरुले यो खलबलिएको मनस्थितिलाई अगाडि बढाएर आगामी चुनावमा हामी एउटा उम्मेदवार भएर एउटै रुख चिन्हमा हामी अगाडि बढ्नेछौँ। यही हाम्रो आज प्रण गर्न पर्दछ। साथीहरु, म अन्तिममा भन्न चाहन्छु, आज साथीहरुलाई लाग्ला बिरालाले भन्छ अरे यो घरको मालिक मर्यो भने म ऐनामा गएर आगो ताप्ने थिएँ भन्छ अरे।
ऐनो त सधैँ तातो रहिरहन्न नि। हाम्रा साथीहरूलाई लाग्यो होला अब दाउरा जोड दिने मान्छे नभए भने त्यो ऐना तातो रहिरहन्न। तपाईहरुलाई हामीले इन्जेक्सन दिन सकेनौं, विचारको इन्जेक्सन भने त्यो ऐना चिसो भए चाहिँ हाम्रो कांग्रेस चिसो हुन्छ। अब हामीले यो कांग्रेसलाई चिसो हुन दिदैनौं। अब हामी अगाडि बढ्छौं। म आग्रह गर्न चाहन्छु, अन्तिममा आदरणीय कृष्ण प्रसाद भट्टराईलाई सम्झिन चाहन्छु। गिरिजा प्रसाद कोइराला र कृष्ण प्रसाद भट्टराईको विवाद हुँदा, झगडा हुँदा कृष्णजी सभापति हुनुहुन्थ्यो, गिरिजा प्रसाद प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यो द्वन्द्वलाई मिलाउन हामी गएका थियौं र यस्तै भेला हुँदा गिरिजा प्रसादले गराएको भेलामा कृष्णजी आएर साथीहरु जय नेपाल, साथीहरु जय नेपाल, अब हाम्रो कुनै विमति छैन भन्नु भएर समाधान गर्नु भएको थियो। कृष्णजीका अनुयायी आदरणीय शेरबहादुर देउपा दाइलाई अनुरोध गर्न चाहन्छु, त्यो भेला छोडेर यो कांग्रेस तपाईहरुलाई हस्तान्तरण गर्न आएको छु गर्न आग्रह गर्दै म तपाईहरुसित बिदा हुन्छु। धन्यवाद। जय नेपाल। नेपाली कांग्रेसको दोस्रो विशेष अधिवेशन समारोहका आदरणीय सभापतिज्यू, नेपाली कांग्रेसका महामन्त्री आदरणीय गगन कुमार थापाज्यू, आदरणीय विश्वप्रकाश शर्माज्यू, नेपाली कांग्रेसका पुराना आदरणीय अग्रज नेताहरू, नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्यज्यूहरू, नेपाली कांग्रेसको यो विशेष महाधिवेशनमा देशको सबै क्षेत्रबाट उपस्थित हुनुभएका नेतृत्व परिवर्तन र नीति परिवर्तनको चेत बोकेर यो अधिवेशनमा उपस्थित हुनुभएका महाधिवेशन प्रतिनिधि साथीहरू, यो समारोहमा उपस्थित सम्पूर्ण नेपाली कांग्रेसका शुभेच्छुक महानुभावहरू, आज नेपाली कांग्रेसले दोस्रो विशेष महाधिवेशन गरिरहेको छ। यो विशेष महाधिवेशन यसकारण हुन गयो, हामीले नियमित महाधिवेशन समयमा गर्न सकेनौं। विशेष महाधिवेशन दर्ता भएको 3 महिनाभित्र हामीले नियमित महाधिवेशन गरेको भए विशेष महाधिवेशन निष्क्रिय हुन सक्थ्यो। तर विशेष महाधिवेशन दर्ता भइरहेको स्थितिमा नियमित महाधिवेशन गराउन नेतृत्वले ध्यान दिएन। विशेष महाधिवेशन आफै निष्क्रिय हुन्छ भन्ने दम्ब पालेर बसेको कारणले आज हामीहरूले यहाँ विशेष महाधिवेशन गरिरहेका छौं। विशेष महाधिवेशन विधानले निर्देशित गरेको व्यवस्था हो। विधानलाई केन्द्रीय समितिले, कार्य सम्पादन समितिले निर्देशित गर्न सक्दैन। नेपाली कांग्रेसका सबै संरचनाहरूलाई विधानले निर्देशित गर्न सक्छ। त्यसैले विधानले निर्देशित गरे बमोजिम आज यो विशेष महाधिवेशन भइरहेको छ। नेपाली कांग्रेसका मित्रहरूलाई म अनुरोध गर्न चाहन्छु, नेपाली कांग्रेस एउटा राजनीतिक पार्टी मात्रै होइन। नेपाली कांग्रेस यो देशका सबै व्यतिथि विरुद्धको एउटा अभियान हो। नेपाली कांग्रेस महिला विभेद विरुद्धको अभियान थियो। नेपाली कांग्रेस दलित विभेद विरुद्धको अभियान थियो। नेपाली कांग्रेस मधेसी जनजाति सीमान्तकृत विरुद्धको विभेद विरुद्धको अभियान थियो। नेपालमा समानताको कुरा, बहुलवादको कुरा, फरक विचारको कुरा नेपाली समाजमा नेपाली कांग्रेसले गरेको हो। आजको यो लोकतान्त्रिक व्यवस्थाको वकालत, यसको सुरुवाती चरणमा नेपाली समाजमा यो अधिकार लिनका निम्ति लडेको नेपाली कांग्रेस हो। त्यो इतिहास बोकेको पार्टी आज कुन स्थितिमा पुगेको छ? मैले मात्रै होइन, नेपाली कांग्रेसका साथीहरूले मात्रै होइन, नेपाली कांग्रेस बाहिरका मानिसले पनि भन्ने गर्छन्, नेपालको लोकतन्त्र जोगाउनका निम्ति नेपाली कांग्रेस बलियो हुनुपर्छ। नेपालमा अतिवाद समाप्त गर्नका निम्ति नेपाली कांग्रेस बलियो हुनुपर्छ। नेपालमा भू राजनीतिक सन्तुलन कायम गर्नका निम्ति नेपाली कांग्रेस बलियो हुनुपर्छ। नेपाली कांग्रेस बलियो हुनुपर्छ भन्ने मान्यता यो देशका धेरै नागरिकहरूले राख्नुहुन्छ। नागरिकको अपेक्षा बमोजिमको कांग्रेस निर्माण गर्ने प्रक्रियामा हामी धेरै ठाउँमा चुकेका छौं। यो हामीले स्वीकार्नुपर्छ।
त्यसैले नेपाली कांग्रेसका साथीहरूलाई म अनुरोध गर्न चाहन्छु, नेतृत्व रक्षाका निम्ति कांग्रेसको भविष्य समाप्त गर्ने कि कांग्रेसको भविष्यको निम्ति नेपाली कांग्रेसको नेतृत्व फेर्ने यो हाम्रो हातमा छ। म त्यो अनुरोध गर्न चाहन्छु। नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि साथीहरू, उहाँहरूले कांग्रेसको निम्ति जीवन समर्पित गर्नुभयो। कसैले राज्यको पद प्राप्त गर्नु भएन होला, तर उहाँहरूले नेपाली कांग्रेसमा आफ्नो जीवन समर्पित गर्नुभएको छ। उहाँहरूलाई कांग्रेस फुटाउनु छैन, उहाँहरूलाई कांग्रेस बलियो बनाउनु छ, उहाँहरूलाई कांग्रेसमा एकता कायम गर्नु छ। त्यसैले आदरणीय महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन माग गर्दा उहाँहरूलाई अपमान गरेर कांग्रेस फुटाउन लाग्यो भनेर भन्न पाइँदैन। यो लोकतन्त्रमा ख्याल गरिदिनु होला। यो बहुदलीय व्यवस्थामा गणित प्रधान विषय हुन्छ। गणितले के देखाएको छ? गणितका आधारमा विश्वास प्राप्त भएन भने नैतिकताको ख्याल गर्नुपर्छ। म लोकतान्त्रिक पद्धतिका निम्ति संघर्ष गरेको नेतृत्वलाई त्यो अनुरोध गर्न चाहन्छु। समय पाबन्दी छ, म अन्तिममा अनुरोध गर्न चाहन्छु। भाद्र 23 र 24 गते को जेएनजी आन्दोलनले नेपाललाई, नेपालका राजनीतिक दललाई, नेपाली कांग्रेसलाई परिवर्तन गर्न भनेको छ। नेपालको राजनीतिक इतिहासमा कांग्रेसले बाहेक नेतृत्व गरेको कुनै पनि परिवर्तन थिएन। नेपालको जति पनि आन्दोलन भयो त्यो सबैको नेतृत्व कांग्रेसले गरेको थियो। तर भदौ 23 र 24 गते नेपाली कांग्रेसलाई पनि खबरदारी गर्ने गरी नेपालमा आन्दोलन भयो। हामीले केही त्रुटि गरेका रहेछौँ भन्ने कुरा हामीले स्वीकारेर सच्चिने गरी अगाडि जानुपर्छ। हो, लोकतन्त्र प्रतिको निष्ठा हाम्रो जति कसैको छैन। नेपालमा लोकतन्त्र स्थापना गरेर यति धेरै पार्टी राजनीतिक नेतृत्व उत्पादन हुने प्रक्रियामा कांग्रेसले जति योगदान कसैले गरेको छैन। तर कांग्रेसलाई आम नागरिकले के भनेको छ भने लोकतन्त्र स्थापित गर्ने, लोकतन्त्र बलियो बनाउने, सुशासन कायम गर्ने सन्दर्भमा तिमी सशक्त भएर आऊ, प्रश्न रहित भएर आऊ, प्रश्न उठ्ने स्थिति नबनाएर आऊ भनेको छ। त्यसैले म अन्तिममा अनुरोध गर्न चाहन्छु, महाधिवेशन प्रतिनिधि साथीहरू, कांग्रेसको भविष्य कसरी बन्छ, कांग्रेसलाई सुदृढ कसरी बनाउन सकिन्छ, कांग्रेसका तमाम प्रश्नहरूको उत्तर कसरी दिन सकिन्छ, यो विशेष महाधिवेशन देशले मात्रै होइन विदेशमा रहेका नेपालीले पनि हेरिरहेका छन्। कांग्रेस पार्टीका मान्छेले मात्रै होइन समग्र नेपाली जनताले यो महाधिवेशन हेरिरहेका छन्। यो महाधिवेशनबाट हामीले सन्देश दिनुपर्छ, कांग्रेस सच्चिएर आयो, कांग्रेस प्रष्ट भएर आयो। त्यसकारण यो निर्वाचनमा कांग्रेसले आफूलाई प्रस्ट्याएको कारणले कांग्रेसलाई नै मत दिनुपर्छ भन्ने स्थिति हामीले बनाउन सक्नुपर्छ। त्यस्तो खालको सन्देश लिएर जान सक्नुपर्छ। त्यस ढंगबाट यो अधिवेशनमा छलफल हुनेछ भन्ने विश्वास राख्दै यो विशेष महाधिवेशनको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै तपाईको आँट, तपाईको विश्वास, भरोसा अझ बलियो भएर अगाडि जानेछ भन्ने विश्वास व्यक्त गर्दै बिदा हुन्छु। धन्यवाद। जय नेपाल। सभापति जी, मञ्चमा रहनुभएका पूर्व सभामुख लगायत सम्पूर्ण विशिष्ट साथीहरू, आदरणीय महासमितिका महाधिवेशनका सदस्य तथा तमाम उपस्थित दाजुभाइ दिदीबहिनीहरू, मलाई लाग्छ मैले धेरै आमसभाहरूमा सहभागी भएँ। निरन्तर 5.5 घण्टासम्म यस्तो जाडोमा जसरी तपाईहरू उत्साहका साथ देख्छन् नचली बस्नु भएको छ, म यसैलाई नै यो विशेष महाधिवेशनको पहिलो सफलता हो भनेर घोषणा गर्न चाहन्छु। तपाईहरुमा व्यापक रूपबाट जुन खालको उत्साह छ, त्यो उत्साह नेपाली कांग्रेसको रूपान्तरणको निम्ति, नेपाली कांग्रेसको वैचारिक पुनर्जागरणको निम्ति र यो पार्टीलाई नेताको पार्टी होइन नीतिको पार्टी बनाउनको निम्ति, यो पार्टीलाई व्यक्तिको पार्टी होइन संस्थाको पार्टी बनाउनको निम्ति यो अत्यन्त ठूलो शक्ति हो, जुन शक्तिले नेपाली कांग्रेसलाई अरु नयाँपन दिन्छ भन्ने मलाई विश्वास छ। अब निर्माण हुने कांग्रेस परिक्रमावादीहरूको कांग्रेस होइन, प्रत्येक पराक्रम गर्नेहरूको कांग्रेसको रूपमा रूपान्तरण गर्नुपर्ने आवश्यकता छ। त्यसैले कुनै पनि पार्टी, लोकतान्त्रिक पार्टी गतिशील हुन्छ, त्यो एकै ठाउँमा जमेको पोखरी जस्तो हुँदैन। त्यसले
गतिशीलता त्यो बग्दै जाँदा त्यसका विकृतिहरू त्यसमा भएका गल्तीहरूलाई सुधार्दै त्यो एउटा स्वच्छ पवित्र सुदृढ र सङ्गठित बनाउँछ। त्यसै गरी यो विशेष महाधिवेशन पनि सङ्गठित र सुदृढ बनाउनको निम्ति यो विशेष महाधिवेशनको आयोजना गरिएको। म तमाम 54% साथीहरू जो त्यसमा हस्ताक्षरकर्ता हुनुहुन्छ अझ त्यसमा थपिनु भएको छ उहाँहरूलाई हार्दिक रूपबाट आभार व्यक्त गर्न चाहन्छु कि यो नयाँ आम रूपबाट नेपाली जनतामा जो अविश्वास छ, जो निराशा छ, जुन किसिमको चाहिँ असन्तोषको स्थिति छ, अब आउने नेपाली कांग्रेस नयाँ नीति र नेतृत्वको साथ हरेक अविश्वासलाई विश्वासमा बदल्ने, सबै निराशाहरूलाई आशामा बदल्ने र हरेक युवाहरूलाई चाहिँ त्यसमा सहभागितापूर्ण ढङ्गले अहिले जेनजी आन्दोलनले जुन बाटो देखाएको छ, जुन अविश्वास र जुन निराशाको स्थितिबाट त्यो विस्फोटन भयो त्यसलाई सम्बोधन गर्ने काममा यो विशेष महाधिवेशन पूर्ण रूपले सफल रहोस् भन्ने म चाहन्छु। मैले निरन्तर रूपबाट उठाउँदै आएको र यो देशको मूल रूपको सबै समस्याको रूपमा रहेको विधिविहीनता, दण्डविहीनता र भ्रष्टाचारको दलदलमा चाहिँ फसेको नेपालको अहिलेको आर्थिक अवस्थालाई विधिविहीनताको अन्त्य गर्नको निम्ति, दण्डविहीनताको अन्त्य गर्नको निम्ति र भ्रष्टाचार विरोधी सशक्त अभियान सञ्चालन गर्नको निम्ति यो महाधिवेशनले विशेष प्रस्ताव पारित गरोस् भनेर म हार्दिक रूपबाट आग्रह गर्न चाहन्छु। मैले धेरै अगाडि संसद, सडक र सार्वजनिक रूपले भनेको छु, अहिलेसम्मका सम्पूर्ण चर्चित भ्रष्टाचार काण्डहरू नेपाली कांग्रेसकै नेतृत्वमा पूर्व प्रधान न्यायाधीशको अध्यक्षतामा निष्पक्ष छानबिन समिति गठन गरेर त्यसलाई चाहिँ कारबाही हुनुपर्छ। त्यसै गरी मैले धेरैचोटि संसद भने 5,000 र 500 का नोटहरू फेरि पनि बन्दी गरेर वास्तविकता नेपाली जनतालाई थाहा दिनुपर्ने आवश्यकता छ भने अहिले विदेशका सम्पूर्ण ठाउँमा जुन ढङ्गले चाहिँ नि नेपालीहरूको रकम थुप्रिएको छ त्यो नियमित हो कि अनियमित हो छानबिन गरेर राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरा मैले जहिले पनि उठाउँदै आएँ। संसददेखि केन्द्रीय कार्य समिति यहाँ म तमाम तपाईँहरू प्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि तपाईँहरू यसलाई प्रस्तावको रूपमा पारित गर्नुहोस्, त्यसैबाट नयाँ कांग्रेस निर्माणको गति सुरु हुन सक्छ। अहिले मलाई पछिल्लोतिर भनिसक्नुभयो, अहिले मलाई थाहा छ अहिले तपाईँहरू चाहिँ नि वास्तवमा हाम्रा द्वय प्रमुख अतिथि गगन र विश्वकै भाषण सुन्नको निम्ति बसिराख्नु भयो। त्यसकारणले म धेरै समय लिन्न, तर एउटा कुरा के भन्छु भने जहिले पनि सत्य र असत्यको बीचमा, न्याय र अन्यायको बीचमा, विधि र विधिविहीनताको बीचमा मौन रहनु अथवा तटस्थ रहनु भनेको त्यो अन्यायलाई साथ दिनु हो भन्ने कुरा प्रत्येकले बुझ्नुपर्ने आवश्यकता छ। र आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको दिन हो। यसमा सम्पूर्ण नेपाली जनतालाई हार्दिक रूपबाट शुभकामना व्यक्त गर्दै फेरि पनि नेपाली कांग्रेसले सम्पूर्ण राष्ट्रिय पक्षलाई एकीकृत गर्दै देशमा चुलिएको जुन असन्तोष छ त्यसलाई समाधान गर्नको निम्ति एउटा सङ्कट मोचकको भूमिका निर्माण गर्न सकोस् र त्यस्तो नयाँ कांग्रेस निर्माणमा हामी सबै लागौँ। तपाईहरु सम्पूर्ण साथीहरूलाई हार्दिक धन्यवाद। जय नेपाल। जय नेपाल। पुरै काठमाडौँ गुन्जाइदिऊ जय नेपाल। पुरै मुलुक गुन्जाइदिऊ हात हल्लाएर जय नेपाल। श्रद्धेय सभापतिज्यू, आदरणीय महामन्त्री गगन कुमार थापाज्यू, मञ्चमा आसीन, मैले श्रद्धा गर्नुपर्ने, आदर गर्नुपर्ने सबै आदरणीय नेतृत्ववर्ग, आज फ्लोरमा उपस्थित सबै आदरणीय साथीहरू, आज नेपाली कांग्रेस पार्टीको दोस्रो विशेष महाधिवेशनलाई विभिन्न मिडियाबाट, स्वदेश र विदेशबाट लाइभ हेरिरहनु भएका समस्त आदरणीय आमा बुबा, दिदी बहिनी, दाजुभाइहरू, कार्यक्रम अलि लामो भयो भन्ने अनुभूति पक्कै प्रत्यक्ष हेरिरहनु भएकाहरूलाई घरमा पनि भइरहेको होला। कार्यक्रमको निर्माण साथीहरूले गर्दै गर्दा सुरुमा हामीले सोचेका थियौं कि 5-7 जना साथीहरू वक्ता राख्दा उचित होला। पछि फेरि हामी दुईटै महामन्त्रीले सल्लाह गर्यौं 5 जना 7 जना मात्रै राख्यो भने कार्यक्रम त 3 बजे सकिन्छ, कसैले परबाट हेर्दा भन्देला यो धेरै ठुलो जमात त घाम ताप्नलाई आएको थियो।
कसैले भन्देला घाम सकियो जाडो हो घर फर्किए भन्देला। फेरि हामी दुवैले सल्लाह गर्यौं होइन, देशभरिबाट आउनुभएको छ, स्वदेशबाट आउनुभएको छ, विदेशबाट आउनुभएको छ साथीहरू। हामीसँग नेपाली कांग्रेसलाई बदल्ने र कांग्रेस मात्रै होइन यो देशलाई बदल्ने भन्ने संकल्पमा हुनुहुन्छ भने हामी साथीहरूको धैर्यताको परीक्षा लिन चाहन्छौं। आज रातसम्म राख्छौं भन्दै गर्दाखेरि तपाईहरू त्यो धैर्यतामा पारित हुनुभएको छ। तपाईहरू सबैलाई म बधाई दिन चाहन्छु। यो बेलामा मिडियाका साथीहरूले लाइभ गर्दै गर्दा सम्भवतः मैले आफै सहभागी भएर भाग लिएको कार्यक्रम मध्येमा सम्भवतः मैले भन्नुपर्दा यो पहिलो कार्यक्रम होला जहाँ उपस्थिति हुँदै गर्दा सुरुवातमा स्वागत भाषण हुँदै गर्दा जति सहभागिता थियो अहिले पनि त्यतिकै सहभागिता छ। एकपटक सबैलाई हात हल्लाइदिनको लागि म अनुरोध गर्न चाहन्छु। आदरणीय साथीहरू, यो उपस्थिति चिसोको बीचमा पनि यसकारण छ किनभने हामी जान्दछौं यो उपस्थितिको बीचमा वर्षौंसम्म जेल बसेका हाम्रा कैयौं आदरणीय नेताहरू पनि हुनुहुन्छ, वर्षौंसम्म प्रवासमा बसेका नेताहरू पनि हुनुहुन्छ। यो उपस्थितिमा 10 वर्षे सशस्त्र द्वन्द्वको बेलामा आफ्नो माता र पिता गुमाएका साथीहरू पनि हुनुहुन्छ। यो उपस्थितिमा कुनै बेलामा पञ्चायतको सत्तालाई चुनौती दिनलाई प्लेन अपहरण गर्नलाई पाइलटलाई कनपट्टिमा रिभल्भर राखेर चढेका बसन्त भट्टराईहरू पनि हुनुहुन्छ। पूर्वी सुदूर पूर्वको गाउँमा जीवन पुरै अर्पण कांग्रेसमा गर्नुभएका सुधीर शिवाकटीहरू पनि हुनुहुन्छ झापादेखि, अनि डडेलधुरादेखिका जनक सटौतहरू जस्ता युवाहरू पनि हुनुहुन्छ। आज यो उपस्थिति केवल कांग्रेस बदल्नका लागि आएको छैन, यो उपस्थिति देश बदल्नका लागि आएको छ। त्यसैले आज संयोगले यो नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको दिवस पनि, स्मृति दिवस पनि, पृथ्वी जयन्ती पनि। त्यसैले एकपटक केही साथीहरूले मोबाइल प्रदर्शन गर्न चाहनु भएको छ, एकपटक निकालिदिनुस्, सबैले मोबाइल जलाइदिनुस्, लाइट प्रदर्शन गरिदिनुस्, राष्ट्रिय एकताको तपाईहरुको ताकतलाई झम्काइदिनुस्, प्रदर्शन गरिदिनुस् र बताइदिनुस् हामी कांग्रेस पनि बदल्छौं, हामी यो देश पनि बदल्छौं, यो समुन्नतिमा लिएर जान चाहन्छौं। एकपटक झन्काइदिनुस्, जय नेपाल। आदरणीय साथीहरू, नेपाली कांग्रेसको यो दोस्रो विशेष महाधिवेशन, नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशन हुँदै गर्दाखेरि त्यसले त्यो समयको सही मार्गमा बढ्नका लागि दूरदर्शिता दिएको थियो, दूरदृष्टि दिएको थियो, दृढ इच्छा शक्ति दिएको थियो। दोस्रो यो विशेष महाधिवेशन राष्ट्रको विशिष्ट परिस्थितिमा, विषम परिस्थितिको बेलामा भइरहेको छ र भिन्न आन्तरिक अवस्थाको बेलामा पनि भइरहेको छ। यसले एकातर्फ पार्टीभित्र नवीन आत्मविश्वासलाई भर्नु छ, अर्कोतर्फ नेपाली समाजमा नवीन विश्वास पनि भर्नु छ। यो विशेष महाधिवेशन त्यसैले पार्टीभित्र नवीन आत्मविश्वास भर्ने र नेपाली समाजमा नयाँ विश्वासलाई जगाउने, आत्मविश्वास र विश्वासको अटोटका साथ यो अधिवेशन भइरहेको छ। आदरणीय साथीहरू, हामी जान्दछौं कि हाम्रा सबै शुभचिन्तकहरू रूपान्तरित कांग्रेसको पक्षमा हुनुहुन्छ, रूपान्तरित कांग्रेस चाहनुहुन्छ। हामी यो पनि जान्दछौं आजको कांग्रेस विगतको भन्दा बढी चुनौतीलाई सामना पनि गरिरहेको छ र यो पनि जान्दछौं कि आज जे जति कमी कमजोरीहरू भएका छन्, यो कन्ट्रोल गर्नु नै भएन, जे जति कमी कमजोरीहरू भएका छन् पार्टीको ड्राइभिङ सिटमा नजिकै रहेको नाताले आज पार्टीको महामन्त्री हामी दुवै पनि जान्दछौं कि पार्टीमा जे जस्ता कमजोरी भएका छन् त्यो कमजोरीको केही हिस्सा महामन्त्रीका रूपमा ड्राइभिङ सिटको छेउमा बसेको नाताले हामी पनि लिन्छौं। त्यसैले त्यसलाई स्वीकारेरै हामीले भनेका हौं कि अब पुरानै ढंगले नयाँ यात्रा गर्न सकिँदैन। अब नयाँ परिस्थिति बनेको छ मुलुकमा, बनेको परिस्थितिलाई सामना गर्नका लागि, नयाँ परिस्थिति निर्माण गर्नका लागि मनस्थिति पुरानो राखेर हुँदैन, मनस्थितिलाई बदल्नुपर्छ, त्यही सोचलाई हामीले बदल्नुपर्छ। तपाई हामी जान्दछौं अंग्रेजीमा एउटा भनाइ छ, you can't create a new future with the old habits. पुरानै आनी बानीलाई राखेर तपाई नयाँ अवस्था बनाउन सक्नुहुन्न, नयाँ भविष्य बनाउन सक्नुहुन्न। सामान्यतया तपाई हामी प्रकृतिको मौसम परिवर्तनको सूचना रेडियोहरूबाट सुन्ने गर्छौं, तर राजनीतिमा पनि मौसमको परिवर्तन हुन्छ। राजनीति फरक फरक भूमिकाका साथ बमको
अस्तित्व हुन्छ। प्रहरीको भूमिका, त्यो बम कसैले ल्याउँदै गर्दा बोर्डरमा रेड ह्यान्ड पक्रिनुमा प्रहरीको सफलता देखिन्छ। पत्रकारको सफलता त्यो रेड ह्यान्ड पक्रिँदै गरेको बेलाको ब्रेकिङ न्युजमा हुन्छ। राजनीतिक नेतृत्वको सफलता रेड ह्यान्ड पक्रिनेमा पनि होइन, अनि राजनीतिक नेतृत्वको सफलता ब्रेकिङ न्युजबाट थाहा पाउनुमा पनि होइन। राजनीतिक नेतृत्वले पहिले देख्नुपर्छ, पहिले थाहा पाउनुपर्छ देशमा बम भित्र्याउने मुद्दा कसले बनाइरहेको छ, बम ल्याउने मुद्दाहरू के हुन सक्दछन्, बम भित्र्याउनका लागि कुन कुन तत्त्वहरू प्रयोग हुँदैछन्, कुन कुन नाकाबाट बमहरू भित्रिन लाग्दैछ, त्यो पत्ता लगाउन नसक्दै गर्दाखेरि स्वाभाविक छ कि दुर्घटनाहरू हुन्छन्। राजनीतिक नेतृत्व त्यहाँनिर जाँदै गर्दाखेरि आत्मसमीक्षा गर्नुपर्ने हुन्छ कि हामी यो मोडमा आइपुगेर असफल भयौँ। हामीले त्यो मौसम खराबीको सूचना तपाईहरुलाई भन्दै गर्दाखेरि समाचारहरूमा पनि तपाईहरुले सुन्नुभएको थियो। पार्टीको दुवै महामन्त्रीहरूले हामीले चाहे आन्तरिक छलफलहरूमा होस्, चाहे सार्वजनिक समारोहहरूमा होस्, बोल्दै गर्दाखेरि, संसदमा बोल्दै गर्दाखेरि, पार्टीको बैठकमा बोल्दै गर्दाखेरि हामीले भन्दै नै आएका थियौँ। आज यो विशेष महाधिवेशनको थलोमा उभिएर साँझको यो बेलामा बोल्दै गर्दाखेरि त्यो मौसम खराबीलाई नचिनिसके पछाडि भएको अप्ठ्यारो मोडमा पुगिसके पछाडि आज हामी एउटा ढुक्कका साथ भन्दैछौँ, यो देशको मौसमलाई बुझिसके पछाडि, मौसम खराबीलाई बुझिसके पछाडि यो विशेष महाधिवेशनको हलमा उभिएर हामी संकल्प गर्न चाहन्छौँ, बदलिएको मौसमलाई अनुकूलतामा बदल्नका लागि, योसँग चुनौतीसँग जुधेर जान सक्नका लागि, त्यो ताकत नेपाली कांग्रेसभित्र विकसित गर्नका लागि हामी नयाँ ढङ्गले जाने मनोविज्ञान र मोडमा छौँ। त्यसैले साथीहरू, आउनुहोस् केही नवीन संकल्प गरौँ, संकल्प गरौँ। असन्तुष्टि र निराशासँग जुधिरहेको देशलाई हामी नवीन आशा र नवीन विश्वासमा लिएर जान्छौँ। हामी संकल्प गरौँ, देशलाई मनोवैज्ञानिक द्वन्द्वको सुरुङबाट निकालेर सद्भावको खुला आकाशमा लिएर आउँछौँ। संकल्प गरौँ, हामी देशलाई शासन मात्रै होइन सुशासन दिन्छौँ। यी सबै संकल्पलाई सफल बनाउने कुराको सुरुवात कहाँबाट गर्ने? यी सबै संकल्पहरूको लाई सफलतामा पुर्याउने सुरुवात गर्ने भनेको हामीले जहाँ चुक्यौँ त्यहीँबाट सच्याउने हो। हामीले आत्मालोचना गर्ने हो। हामीले जेनजी मुभमेन्टको लगत्तै पछाडि हामीले सार्वजनिक रूपमा बोलिरहँदै गर्दाखेरि पनि हामीले भन्यौँ कि एउटा जिम्मेवार राजनीतिज्ञ, एउटा जिम्मेवार दल त्यो हुन्छ जसले आफूले गरेका कर्महरूको श्रेय पनि लिन्छ र जसले आफूले गरेका कमजोरीहरूको आत्मालोचना पनि गर्छ। आज विशेष महाधिवेशनमा उभिएर बोल्दै गर्दा स्वदेश र विदेशमा कहीँ पनि कुनै पनि आमा बुबा दिदीबहिनी दाजुभाइहरूले हेरिरहनु भएको छ भने नेपाली कांग्रेसले विगतमा देशका लागि गरेका कैयौं कामहरूको फेरिस पनि हामी डकुमेन्टहरू मार्फत राखौँला। यदि तपाईहरुको दिल, तपाईहरुको मन कहीँ कतै कुनै मोडमा, कुनै छेडमा हामीबाट या अरू कसैबाट पनि दुखेको छ भने हामी समस्त नेपाली आमा बुबा दिदीबहिनी दाजुभाइहरूको सामुन्ने क्षमा पनि माग्न चाहन्छौँ, विनम्रतापूर्वक आत्मालोचना पनि गर्न चाहन्छौँ र हामी संकल्प गर्न चाहन्छौँ कि हामी नेपाली कांग्रेसलाई बदल्ने छौँ, हामी यो देशलाई बदल्ने छौँ। आमा बुबा दिदीबहिनी दाजुभाइ सबैले जान्नुहुन्छ, जो बदलिन सक्छ त्यसैले बदल्न पनि सक्छ। हामी बदलिन पनि सक्छौँ र हामी बदल्न पनि सक्छौँ। यो देशलाई समुन्नतिको उचाइमा लिएर जानका लागि हामी बदल्न सक्छौँ। देशको समयलाई कुनै बेलामा कांग्रेसले आफू अनुकूल बदलेको थियो, आज बदलिएको समय अनुकूल कांग्रेसले आफूलाई बदल्नु छ। त्यसका लागि हामी विशेष महाधिवेशनको यो मैदानमा खडा छौँ। आदरणीय दिदीबहिनी दाजुभाइहरू, कति बेला लाग्ला के यो विशेष महाधिवेशन केवल कांग्रेसलाई बलियो बनाउने सोचका साथ भइरहेको छ? होइन। मूल प्रश्न कांग्रेसलाई बलियो बनाउने भन्ने होइन। मूल प्रश्न कांग्रेसलाई बलियो बनाइरहँदै गर्दा त्यसका पछिल्लोतिरको अभिष्टको हो। कांग्रेसलाई बलियो बनाउने या नबनाउने भन्ने होइन। अनेक कारणले कमजोर बन्न पुगेको देशलाई कसरी बलियो बनाउने? प्रधान मुद्दा देश हो। आज प्रधान मुद्दालाई शिरमा राष्ट्रिय झण्डालाई राखेर, हृदयमा देशलाई राखेर, देशका लागि समर्पित भएका नौजवानहरूलाई सम्झिएर, हिजो देशका लागि कुर्बानी गरेका त्यो कालखण्डदेखि लिएर जेनजी मुभमेन्टसम्म शहादत गरेका शहीदहरूलाई सम्झिएर अनि स्वदेश र विदेशमा रहेर मनमा देश बनाउँछौँ भनेर हुटहुटी बोकेका सबैलाई सम्झिएर हामी भनिरहेका छौँ कि हामी कमजोर बन्न गएको देशलाई बलियो बनाउन चाहन्छौँ। मूल प्रश्न त्यो हो। मूल प्रश्न तपाईको र मेरो बीचमा घर जल्यो भन्ने प्रश्न होइन, कैयौंको जीवन जल्यो,
त्यति मात्रै प्रश्न होइन। सिंहदरबार जल्यो त्यति मात्रै प्रश्न होइन। व्यक्तिका घरहरू जले, पार्टीका कार्यालयहरू जले, त्यो ठुलो प्रश्न होइन। सबभन्दा ठुलो प्रश्न आज नेपाली र नेपालीको बीचको विश्वास जलेको छ, नेपाली र नेपालीको बीचमा प्रेम जलेको छ। आज त्यसलाई जगाउने भन्ने कुरा हो। यदि एउटा देशमा जलेको मनलाई जोड्न सकिएन भने भवनहरू जोडी राखेर मात्रै देश बनाउन सकिन्न। आज त्यसैले कांग्रेस विशेष महाधिवेशनको यो ठाउँमा उभिँदै गर्दा ध्वंसमा गइसकेको देशलाई भवनहरूलाई जोड्ने मात्रै होइन, मनहरूलाई जोड्ने संकल्पका साथ पनि विशेष महाधिवेशनमा उभिएको छ। सयौं थुगा फुलका हामी एउटै माला नेपाली भनेर तपाईँ हामीले राष्ट्रगान गाउँदै गर्दा अघिका कलाकारहरूलाई सम्मान गर्न चाहन्छु। तपाईँले लगाएको, मैले लगाएको भिन्न भाषा भाषी संस्कृतिहरूको साथमा उभिएको त्यो प्रदर्शनीमा उहाँहरूले व्यक्त गरेको गीतबाट व्यक्त गरेको भावलाई सम्झेर सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली भनेर बलियोसँग उभिँदै गर्दाखेरि हाम्रो बगैँचामा जे प्रकारका चोटहरू भएका छन्, हाम्रो बगैँचामा जे प्रकारका घाउहरू भएका छन्, ती सबैको उपचारका लागि विशेष महाधिवेशनबाट हामीले एउटा नवीन सन्देश खोज्नु छ। आदरणीय साथीहरू, म जान्दछु तपाईँ जान्नुहुन्छ, जेनजी मुभमेन्टमा गएका युवाहरू जो घरमा बसेर हामीलाई सुनिरहनु भएको होला, तपाईँहरूले जेनजी मुभमेन्टको क्रममा लोकतान्त्रिक प्रणालीको समाप्ति माग्नु भएन। तपाईँले माग्नु भएको थियो सुशासन, तपाईँले माग्नु भएको थियो राजनीतिक नेतृत्व जमेको पोखरी जस्तो होइन, बगेको नदी जस्तो होस् भनेर तपाईँले चाहनु भएको थियो। हामीले त्यसैको लागि उद्घोष गरेका हौँ, त्यसैले हामीले सङ्कल्प गरेका हौँ। हामी तपाईले मागेको सुशासनलाई पनि सम्बोधन गर्ने ल्याकत राख्छौँ आगामी दिनमा। अनि हामी जमेर बसेको पोखरी जस्तो भएर बसेको नेतृत्वलाई पनि बगेको जस्तो भएर जानुपर्छ भन्ने कुरालाई सन्देश पनि बुझाउने ल्याकत राख्दछौँ। म दुनियाँको कुनै कुनामा गएर उदाहरण खोज्न चाहन्न, म आफ्नै घरभित्रको उदाहरण सम्झिन चाहन्छु। जननेता बीपी कोइरालालाई सम्झिन चाहन्छु। बीपी कोइरालाले को निधन भएर चाबहिलबाट त्यो जमानाको 2 लाखभन्दा बढी मानिसहरूको सब यात्रामा सामेल हुँदै गर्दाखेरि बीपी कोइराला कुनै प्रधानमन्त्रीको पदमा हुनुहुन्न थियो, बीपी कोइराला कुनै पार्टीको सभापतिको पदमा हुनुहुन्न थियो। उहाँले कार्यभाग सुम्पिसक्नु भएको थियो। बीपी कोइरालाले 37 सालको जनमत सङ्ग्रहमा जाँदै गर्दा जनमत सङ्ग्रहमा खट्न सक्ने, भिड्न सक्ने ताकत थियो, तर केवल एक पटक मात्रै प्रधानमन्त्री बनेको बीपी कोइराला 37 सालको जनमत सङ्ग्रहमा बहुदलले जित्यो भने प्रधानमन्त्री बनाउला भन्ने कुनै सपना राखिरहनु भएको थिएन। सबका सामुन्ने भनिरहनु भएको थियो भावी प्रधानमन्त्री परशुनारायण चौधरी भनेर। हामी ती उदाहरणहरूबाट निर्देशित छौँ, त्यो उदाहरणहरूबाट प्रेरित छौँ। गणेशमान सिंहले 60 वर्ष लामो राजनीति गर्नुभयो, आयो प्रधानमन्त्रीको पद अघिल्तिर खान्न भनेर भनिदिनु भयो। हामी ती उदाहरणहरूबाट प्रेरित छौँ। उहाँहरूको त्यो अर्कै उचाइ भएको छ, उहाँहरूको सम्मान अर्कै छ, उहाँहरूको व्यक्तित्व अर्कै छ। ती उच्चतम उदाहरणहरूको जगमा हामीले मनन गर्नुपर्छ। कुनै पनि राजनीतिक नेतृत्वको जीवनको एउटा निश्चित मिसन बन्नै पर्छ। तपाईँ राजनीतिमा हुनुहुन्छ या राजनीतिमा आउन चाहिरहनु भएको छ, कुनै नौजवान जेनजीको मुभमेन्ट पछाडि राजनीतिमा आउन चाहिरहनु भएको छ भने म अपिल गर्छु, आग्रह गर्न चाहन्छु, जेनजीको मुभमेन्टमा तपाईँ सामेल भएर या कांग्रेस, एमाले, माओवादी, अन्य कुनै नयाँ दल कसैमा सामेल भएर राजनीतिमा सामेल बन्दै हुनुहुन्छ भने सोच्नुपर्छ, मेरो जीवन राजनीतिमा अर्पित गर्न चाहन्छु, तर मेरो मिसन कहाँसम्म हो। एउटा उचाइमा पुगेपछि हामी कार्यकर्ता, तपाईँ हामी सदस्यले पनि सोच्नुपर्ने रहेछ, हामी कसैलाई कुनै उचाइसम्म उठाउन चाहन्छौँ भने उसलाई विदा गर्ने छेड चाहिँ कहाँ होला। हामीले निश्चित समयमा विदा नगर्दै गर्दा त्यो राजनीतिक नेतृत्व नागरिकको पंक्तिको बीचमा अलोकप्रियताको शिकार बन्न सक्छ। त्यसैले लोकप्रियताको उचाइमा उठाउँदै गर्दा एक्जिट पोलिसी चाहियो, ग्रेसफुल एक्जिट चाहियो। त्यही भनिराखेर मैले पार्टीको बैठकमा पनि भने, आदरणीय सभापतिज्यू 5 पटक प्रधानमन्त्री बनिसक्नुभयो, 6औं पटक अब तपाईँ प्रधानमन्त्री बन्नुहुन्न। त्यस बेला मैले भने, पार्टीको आन्तरिक छलफलमा पनि भने, केन्द्रीय समितिको बैठकमा पनि भने, मलाई लाग्छ कि मेरो आदरणीय सभापतिले त्यो कालखण्डमा त्यो प्रस्तावलाई मानिराखेर जानुभएको थियो भने आज यो मुभमेन्ट हुँदै गर्दाखेरि, आज देशले कोही अभिभावक भनेर खोज्दै गर्दाखेरि हाम्रो सभापतिलाई गएर खोज्थ्यो होला। कतिपय साथीहरूलाई लाग्यो कि विश्वप्रकाशले दिँदै गरेको त्यो सुझाव सभापतिको विरोधको बारेमा थियो। राजनीतिमा विरोध गर्ने कुरो स्वाभाविक हुन्छ, तर कसैलाई सुझाव दिनु र कसैको विरोध गर्नुको बीचमा फरक हुन्छ। लोकतन्त्र भनेको राजनीतिक नेतृत्वलाई के लाग्छ त्यो होइन, लोकतन्त्र भनेको नागरिकलाई के लाग्छ भन्ने कुरो हो। नागरिकलाई ठिकठाक लागेन, दुईटा ठुला दल मिलेर सरकार बनाउँदै गर्दाखेरि पनि नागरिकमा आशा र विश्वास जगाउन हामी असफल भएकै हो।
यदि विश्वास जगाउन हामी असफल भएकै हो। यदि विश्वास जगाउन हामी सफल भएको भए विद्रोह जगाउन कसैले पनि सक्ने थिएन। निश्चय नै साथीहरू, यो यथार्थलाई हामीले गम्भीर आत्मसात गर्दै गर्दा सँगैमा पनि हामीले ख्याल गर्नुपर्छ। असन्तुष्टि थिए 34 वर्षमा 30 वटा सरकार बनाउँदा सन्तुष्टि प्रधानमन्त्री बन्नेहरूलाई मिल्यो होला, नागरिकलाई मिलेन। 34 वर्षमा 30 वटा सरकार बनाउँछौँ, नागरिक सन्तुष्ट थियो भनेर सोध्छौँ भने प्रधानमन्त्री भएकोलाई सन्तुष्टि लाग्यो होला, नागरिकलाई लागेन। प्रशासनिक कार्यालयमा सेवा लिन गएको कुनै सेवाग्राही यो कोठाबाट त्यो कोठा, त्यो कोठाबाट त्यो कोठा, अनि त्यो कोठामा पुगिसकेपछि भोलि, अनि भोलिबाट भोलि भन्दै गर्दाखेरि सिडिओ साहबलाई सन्चो लाग्यो होला, सेवाग्राहीलाई सन्चो लागेन। गृहमन्त्रीलाई सन्चो लाग्यो होला, तर सेवाग्राहीलाई सन्चो लागेन। खेतीको बेलामा मल कुरेर बसिरहेको कुनै किसान कृषि मन्त्रीको अनुहार सम्झेर खेतमा खेती हुँदैन भन्ने कुरा मान्दिनलाई उ तयार भएन। यस्ता कैयौं असन्तुष्टिहरू छन् जसलाई बन्द सत्रको डकुमेन्टमा हामी डिटेलमा पेश गर्छौं। आदरणीय आमा बुबा, दिदीबहिनी, दाजुभाइहरू, कसैले लाइभ हेर्दै हुनुहुन्छ, कसैले युट्युबमा हेर्दै हुनुहुन्छ भने तपाईको प्रत्येकको असन्तुष्टिलाई, केस्रालाई, बुँदालाई कांग्रेसको विशेष अधिवेशनमा हामी छलफल गर्नेछौँ, हामी पहिचान गर्नेछौँ। त्यो पहिचान गरेर हामी संकल्प गर्नेछौँ। आगामी दिनमा त्यो असन्तुष्टि हुन नसक्ने अवस्था के बनाउँछ? कसैलाई लाग्यो विशेष अधिवेशन अहिले बोलाइने हुन्न हाम्रै आदरणीय नेताहरूलाई पनि, किन बोलाएको अहिले लाइभमा सुन्दै हुनुहुन्छ, स्पष्ट हुनु होला। कांग्रेस फागुन 21 गते रुख चिन्हमा मतदान गर्नु अगाडि हे आदरणीय आमा बुबा, दिदीबहिनी, दाजुभाइहरू, तपाईहरू प्रत्येकको असन्तुष्टिलाई, प्रत्येकको गुनासोलाई, प्रत्येकको प्रश्नलाई टिपोट गरेर अनि त्यसलाई पहिचान गरेर त्यसलाई नदोर्याउने संकल्प गरेर जान चाहन्छौँ भन्नका लागि पनि विशेष महाधिवेशन हामीले बोलाएका हौं। अहिले नेताहरूले यो कुरोलाई स्पष्ट गर्नुपर्छ। आदरणीय साथीहरू, असन्तुष्टि थिए, त्यसो भन्नुको मतलब फेरि म स्मरण गराउन चाहन्छु, के असन्तुष्टि मात्रै थियो? के यो देशमा केही भएको थिएन? के निराशा मात्रै थियो? अस्थिरताको बीचबाट पनि, हिंसाको बीचबाट पनि, द्वन्द्वको बीचबाट पनि, यी सबको बावजुद पनि गाउँ गाउँमा सडकहरू पुगेका थिए, हात हातमा मोबाइलहरू पुगेका थिए, संसारको सुविधा बढेको थियो, गाउँ गाउँमा खानेपानीको पहिलाभन्दा सुविधा विस्तार भएको थियो। रातको समयमा पनि गाउँ गाउँमा नपुगेका ठाउँहरूमा कुपी बालेर एसएलसीको परीक्षा दिएका बाबुआमाका छोराछोरीहरूले पछिल्लो एसएलसीको परीक्षा दिँदै गर्दा बिजुली बत्तीमा बसेर दिएका थिए। गाउँहरूमा शिक्षाको पहिलाभन्दा अवस्था बढेर गएको थियो। स्वास्थ्यको चाहे राज्यको तर्फबाट होस्, चाहे निजी क्षेत्रको तर्फबाट होस्, हरेक क्षेत्रमा केही न केही प्रगति भएर गएको थियो। निजी क्षेत्रको व्यापक विस्तारले मुलुकमा अनेकन सम्भावना बढाएको थियो। आज हामी कांग्रेसको विशेष अधिवेशनमा उभिएर गाउँ गाउँमा यो प्रगतिलाई पुर्याउनेहरूलाई सम्मान गर्न चाहन्छौँ, जो कांग्रेसको नीतिको नेतृत्वमा भएको थियो कि कांग्रेस स्वयंले नेतृत्व गरेको बेलामा भएको थियो। आज हामी निजी क्षेत्रमा बसेर व्यवसाय गरेर राष्ट्रको ढुकुटीमा कर तिरेर हजारौंलाई रोजगारी दिएर पनि जेनजी मुभमेन्टमा होस् या अन्य बेलामा होस्, प्रताडना भोगिरहेको निजी क्षेत्रलाई पनि सम्झिन चाहन्छौँ। निजी क्षेत्रलाई पनि आगामी दिनमा सहज बनाउने कुराको संकल्प गर्न चाहन्छौँ। आदरणीय साथीहरू, भएका कर्महरू पनि थिए, त त्यो कर्म हुँदै गर्दाखेरि पनि असन्तुष्टि भयो। हामी दुईटै दल मिलेर पनि विश्वास, आशा राम्रो ढंगले जगाउन सकेनौं। अनि एउटा जेनजीको प्रदर्शनी भयो। जेनजीको प्रदर्शनीलाई त्यसलाई समीक्षा गरेर 23 र 24 को घटनालाई अलग अलग रूपमा अध्ययन गरेर हेरौँला, हेर्नुपर्छ, हामी हेर्नेछौँ। तर जेनजीका प्रति पनि नकारात्मक हामी बन्न जरुरी छैन। जेनजी कोही अन्तरिक्षबाट आएका थिएनन्। जेनजी हाम्रै काखमा हुर्किएका हाम्रा भाइ बहिनीहरू थिए। जेनजी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्किएका बढेका हाम्रा छोराछोरीहरू थिए। भदौको 23 मा इतिहासमा एउटा ठूलो भूल भएकै हो। त्यो रात र त्यसपछिका कैयौं रात हामी निदाउन सकेनौं। आज पनि म आफैलाई प्रश्न गर्ने गर्छु, 23 गतेका दिन केवल संसद भवन तोडिने दिएको भए के फरक पर्थ्यो होला? केवल संसद भवन तोडिएको भए र त्यतिको संख्यामा युवाहरूको मृत्यु नभएको भए, संसद भवनलाई जोगाउने नाममा त्यतिको जीवनहरू समाप्त नभएको भए, सम्भवतः भिडको म्यानेजमेन्ट गर्ने क्षमतालाई सही ढंगले हामीले प्रस्तुत गरेको भए भोलिपल्टको घटना नहुन सक्थ्यो होला। तर सँगैमा भोलिको घटनालाई पनि, 23 गतेको घटनालाई गम्भीर अनुसन्धान गरेर त्यो बेला भएको बल प्रयोग अत्याधिक भएको हो र त्यो त्यसबाट भएको असर, त्यसबाट गुमेको जीवनको सन्दर्भको छानबिन गरेर जाने सन्दर्भमा कांग्रेसको विशेष महाधिवेशन बिल्कुलै डकुमेन्टका साथ प्रश्न हुन्छ। तर सँगैमा हामीले यो पनि स्मरण गर्नुपर्छ, जसले गरेको सिंहदरबार कुनै प्रधानमन्त्री विशेषको थिएन। जलेको सिंहदरबार
पाकाहरूको पनि थियो र जेनजीहरूको पनि थियो। जो सामेल भए यो बेलामा जेनजी पुस्ताले पनि सँगैमा सोचेर सोच्नुपर्छ। त्यहाँसम्मको मात्रै जिम्मा लिनुपर्छ जहाँसम्म उहाँहरूको सहभागिता थियो। घुसपैठका साथ भएर तोडिएका जलाइएका ठाउँहरूको सन्दर्भको समग्र जिम्मा लिने भन्ने मनोविज्ञान हो भने त्यही रूपमा, होइन भन्ने त्योभन्दा फरक हो भने आफ्नो काँधमा त्यो दोष लिनुहुन्न जो दोषको सहभागिता थिएन। म नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सम्झिन्छु। जेनजी भाइ बहिनीहरू जसले लाइभमा हेर्दै हुनु होला, उहाँहरूलाई म स्मरण गराउन चाहन्छु, तपाईहरूको नाम गरेर घुसपैठे गरेर सही जसले तोड्यो होला, जसले जलायो होला कांग्रेसको केन्द्रीय कार्यालय, तपाईहरूलाई थाहा छ त्यो कांग्रेसको केन्द्रीय कार्यालय त्यो कांग्रेसको कार्यालय हो जुन कांग्रेसले तपाईको हजुरबालाई, मेरो हजुरआमालाई इतिहासको कुनै कालखण्डमा राणा शासनबाट काँधमा बन्दुक भिरेर राणाको किल्लामा प्रहार गरेर राणाबाट मुक्ति दिलाएको थियो। विराटनगरको निवास बीपी कोइरालाको निवास थियो र त्यो निवास केवल बीपी कोइरालाको मात्रै थिएन। गिरिजाप्रसाद कोइराला जसले हिंसाबाट शान्ति बनाउनु भयो उहाँको पनि थियो र केवल उहाँको मात्रै थिएन। इतिहासमा कुनै बेलामा कोर्समा पढ्दै गर्दा तपाईले भेट्नुहुन्छ महाराज चन्द्र शमशेरको दरबारमा कसैले एउटा गरिबको फाटेको भोटो भरियाको पठाएको थियो भने कृष्णप्रसाद कोइरालाको दरबार थियो। कृष्णप्रसाद कोइरालाको त्यो सानो एउटा घर थियो। कृष्णप्रसाद भट्टराई बसेको त्यो बाणे गाउँको आश्रम, गणेश मानजीले 60 वर्ष लामो रान्ति गरेर प्रधानमन्त्री खान्न भनेर बसेको त्यो निवास, यो बेलामा सम्झिनुपर्छ देशका जलेका धरोहरहरू, यी सबै धरोहरहरू देशका लागि अमूल्य धरोहरहरू थिए। त्यसैले जेनजी मुभमेन्टको क्रममा जीवन गुमाएकाहरूको त्यसलाई गम्भीरतापूर्वक नलिएको, असन्तुष्टिलाई राम्रोसँग नचिनिएको सन्दर्भमा आत्मालोचनाहरू गर्ने क्रमसँगै हामीले यसको अनुसन्धानको क्रममा पछिल्लो 24 को घटनालाई पनि उत्तिकै गम्भीरताका साथ हामीले हेर्नुपर्छ। यो सबै अध्यायपछि म अन्त्यमा आउँदै गर्दा यो समग्र अध्याय भयो। यो अध्याय पछाडि आज देश जहाँ छ यहाँबाट फेरि एउटा नवीन आशा हामीले भरेर जानु छ। आज विशेष महाधिवेशनमा उभिएर हामीले 3वटा मन्त्रमा मात्रै एकताबद्ध भएर त्यो मन्त्रमा उभिन चाह्यौं भने त्यो 3टा मन्त्र हो सद्भाव, सुशासन र समुन्नति। सद्भाव, सुशासन र समुन्नति यो अबको कांग्रेसको अटुट, अबको देशको अपेक्षा हो, अबको हाम्रो परीक्षा हो। सद्भाव, सुशासन र समुन्नति यो विशेष महाधिवेशनबाट साथीहरू गाउँ फर्किँदै गर्दाखेरि तपाईले गाउँमा सद्भावको नेतृत्व गर्नुस्। तपाईले गाउँमा जाँदै गर्दा सद्भावसँगै सुशासन केन्द्रीय तह सिंहदरबारदेखि गाउँको वार्ड तहसम्मको सुशासनको लागि संकल्प गर्नुस्। अनि तपाईले संकल्प गर्नु छ समुन्नतिको लागि। त्यसैले यो तीनैवटा कुरामा जाँदै गर्दाखेरि सँगैमा साथीहरू कतिबेलाई लागेको छ, कतिबेले सोच्नु भएको छ विशेष महाधिवेशनबाट के कांग्रेस विभाजित हुन्छ? विशेष महाधिवेशनबाट फर्किँदै गर्दा कांग्रेस एउटा नभएर 2टा हुन्छ? कतिबेला लागे हुन सक्छ विशेष महाधिवेशनबाट पार्टीका 2टा महामन्त्रीले कांग्रेसलाई फुटाउनेछन् र नयाँ पार्टी बनाउनेछन्। अनि हामी कतिबेला दललाई पनि सजिलो हुनेछ। आदरणीय साथीहरू, यो चिसोको बेलामा मिडियाका क्यामेराका साथीहरूले खिचिरहनु भएको छ भने अहिले पनि हेर्नुस्, जिउका त्यो यो जुन ताकत उपस्थित छ नि, यो जन्मिँदाखेरि कांग्रेस थियो होला, हामी जन्मिँदा कांग्रेस थियौं, मर्दै गर्दा कांग्रेस भएर मर्नेछौं। कांग्रेसलाई विभाजित गर्ने होइन, हामी आगामी दिनमा कांग्रेसलाई इस्पात जस्तो बनाएर लिएर आउनेछौं। त्यो भन्नका लागि यो जमात आज यहाँनिर उपस्थित छ। हामी कांग्रेसलाई टुक्र्याएर होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्ने गरी अघि बढ्छौं। हामी सिंगो कांग्रेससँगै सिंगो देशको नेतृत्व गर्ने गरी अघि बढ्छौं। विशेष महाधिवेशनको उपस्थिति यो कुनै भिड होइन। मैले अघि भने त्यही दोहोर्याउन चाहन्छु। कोही 10 वर्ष जेल बसेको आउनु भएको छ, कोही हाइज्याकको मुभमेन्टमा सामेल भएको आउनु भएको छ, कोही 10 वर्षको द्वन्द्वमा पितालाई मातालाई गुमाएका साथीहरू आउनु भएको छ, कोही स्वयं घाइतेहरू आउनु भएको छ, कोही बुद्धिजीवी आउनु भएको छ, कोही श्रमिक आउनु भएको छ, कोही व्यवसायी आउनु भएको छ, दूर दराजको गाउँबाट पार्टी र लोकतन्त्रको प्राण जोगाएर बसेका साथीहरू आउनु भएको छ, कोही जनसम्पर्क समितिमा बसेर प्रवासमा कार्य गरेर विदेशमा रहेर पनि देशको चिन्ता गरेर देशलाई कुनै बेला भूकम्प जाँदै गर्दा पनि त्यता मन धड्किने, कहिले कोरोना जाँदै गर्दाखेरि पनि नेपालले पिरोल्ने त्यहाँको गाउँका साथीहरू आउनु भएको छ। यी सबैलाई एकै ठाउँमा राखेर हामी भन्न चाहन्छौं यो कुनै भिड होइन, यो अनुशासित जमात। यसले जे निर्णय लिनेछ देशको हितमा लिनेछ।
पार्टीको विशेष महाधिवेशनको बन्द सत्रले जे निर्णय लिनेछ त्यही निर्णय नै कांग्रेसको आगामी दिनको बाटो हुनेछ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु। यसले आवेगमा होइन, यसले विवेकमा निर्णय लिनेछ, यसले देशलाई बदल्ने निर्णय लिनेछ, यसले कांग्रेसलाई बदल्ने निर्णय लिनेछ, कांग्रेसलाई स्पा जस्तो बनाएर ल्याउने निर्णय लिनेछ, आवेगमा होइन विवेकमा लिनेछ। फागुन 21 को निर्वाचनमा रुख चिन्ह लिएर मैदानमा एक ढिका भएर कांग्रेसलाई लिएर जाने निर्णय लिनेछ। त्यो संकल्प गर्नका लागि आज हामी विशेष महाधिवेशनमा छौं। त्यसैले म तपाईहरुलाई फेरि आग्रह गर्न चाहन्छु, एक पटक फेरि गुन्जाइदिनुहोस् नेपाली कांग्रेस, जोडले गुन्जाइदिनुहोस् जय नेपाल। हात हातमा लिदिनुहोस् मोबाइल र देखाइदिनुहोस् पुरै देशलाई स्वदेशलाई आफ्नो मोबाइलको उज्यालो सँगै हामी एउटा उज्यालो खोजिरहेका छौं, हामी एउटा नवीन सपना खोजिरहेका छौं, हामी देश बदल्न चाहिरहेका छौं। भनिदिनुहोस् जय नेपाल। अझै जोडले गुन्जाइदिनुहोस् शहीदहरुको शहादतलाई सम्झेर जय नेपाल, जय नेपाल। यति भनिराखेर म तपाईहरुबाट बिदा लिन चाहन्छु। नमस्कार, धन्यवाद, जय नेपाल। जय नेपाल। यस कार्यक्रमका सभा अध्यक्ष नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्य समितिका सभापति कृष्ण सबुज बानियाज्यू, मेरो आदरणीय नेता नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माज्यू, सहमहामन्त्री फर्मुला मन्सुरज्यू, पार्टीका केन्द्रीय सदस्य साथीहरू, यहाँ थुप्रै अग्रज नेताहरू यहाँ हुनुहुन्छ, आदरणीय महेश दाई लगायत सबै मञ्चमा रहनु भएको, तल रहनु भएको सबै मेरो अग्रजहरू, उपस्थित साथीहरू, सबैलाई हार्दिक जय नेपाल। 2007 साल भन्दा अगाडिबाट अस्ति भाद्र 23-24 गतेसम्म यो माटोमा भएका विभिन्न क्रान्ति, विद्रोह, आन्दोलन सबैमा शहादत प्राप्त गर्ने सबै ज्ञात अज्ञात शहीदहरूप्रति नमन गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। हिजो मात्र हामीले हाम्रो पार्टीको एकजना श्रद्धेय नेता गुमाएका छौं, आदरणीय होमनाथ दाहाल दाई, उहाँलाई सम्झन चाहन्छु, उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्छु। आज दिउँसो म यहाँ आउँदै गर्दा पछाडि मञ्चमा हेरे आदरणीय ओमकार दाईदेखि लिएर हामीहरू भन्दा हाम्रो उमेर जति भन्दा त्योभन्दा पनि धेरै वर्ष सङ्घर्ष गरिसक्नु भएको थुप्रै नेताहरू मञ्चमा हुनुहुन्थ्यो। तल हेरे थुप्रै पाको उमेरदेखि लिएर थुप्रै नौजवान साथीहरू चम्म भरिएको देखे। यत्रो उपस्थिति देख्दै गर्दा भाव विह्वल भए। तर अहिले अघि नै नेताहरूले भन्नुभएको जस्तै मैले पनि पछिल्लो समयमा यत्रो लामो समयसम्म टसमस नगरिकन एउटा प्रतिबद्धताका साथमा राजनीतिक कार्यक्रममा भाषण सुनेर यति लामो समयसम्म बसेको पछिल्लो समयमा कहीँ पनि देखेको थिएन। तपाईहरुको यो उपस्थितिले पनि देखाउँछ यो महाधिवेशन त्यसै विशेष हुँदै छैन। यसको नाम मात्र विशेष होइन, यसलाई हामीले विशेष बनाएर टुङ्ग्याउनु पर्नेछ। आदरणीय साथीहरू, अघि महामन्त्री विश्वप्रकाश शर्मा र मैले यहाँ मञ्चमा तल ओर्लिएर नेताहरूको तस्विरमा माल्यार्पण गर्यौं, दियो बाल्यौं र गमलामा पानी हालेर यसको उद्घाटन गर्यौं। हामीलाई खुसी लागेको होइन, हामी त्यो उद्घाटन आज हाम्रो पार्टी सभापतिले आएर गरेको हेर्न चाहन्थ्यौं। हाम्रो कार्यवाहक सभापति पनि यहाँ उपस्थित हुनुभएको चाहन्थ्यौं, त्यसो हुन सकेन। कतिलाई बाहिरबाट हेर्दै गर्दाखेरि आज नेपाली कांग्रेस भित्रको यो झगडा भइरहेको छ भन्ने पनि लागिरहेको होला। नेपाली कांग्रेस भित्रको संघर्षको कारणले गर्दा, पार्टी भित्रको सत्ताको संघर्षले, शक्तिको संघर्षको कारणले गर्दा आज यहाँभित्र कोही उपस्थित भएको, कोही उपस्थित नभएको दृश्य यहाँभित्र देख्नु परेको भन्ने लागि पनि रहेको होला। तर कुरा त्यो होइन, यो संघर्ष नै हो, तर यो शक्तिको संघर्ष होइन, यो पार्टीभित्रको सत्ताको संघर्ष पनि होइन, यो विचारको संघर्ष हो, यो मूल्य र मान्यताको संघर्ष हो। भाद्र 23 र 24 गते गैर न्यायिक हत्या पनि भयो, 24 गते ठूलो उपद्रव पनि भयो, अपराधिक कामहरू पनि भए, घुसपैठ पनि भए। त्यसको बारेमा कानून सम्मत ढंगले छानबिन भइरहेको छ, दोषीले त्यसको सजाय पनि पाउला। तर त्यो एउटा घटना हो। भाद्र 23 र 24 गते त्यति मात्र भएको होइन, भाद्र 23 र 24 गते जेनजीहरूले मात्र होइन, नेपालका लाखौं लाख नरनारीहरूले
सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो असन्तुष्टि व्यक्त गरेका हुन्। कोसँग व्यक्त गरेको? सरकारसँग। अनि त्यो सरकारमा को थियो? हामी थियौं। कोसँग व्यक्त गरेको? संसदसँग। त्यो संसदमा को थियौं? हामी थियौं। व्यक्तिगत रूपमा रिसाएको होइन, हाम्रो कामसँग रिसाएको, भ्रष्टाचारसँग रिसाएको, कुशासनसँग रिसाएको, व्यथितिसँग रिसाएको। राजाको छोरा राजा हुने व्यवस्था फालेर बनेको गणतन्त्रमा नेपो बेबीहरूको राज देखेर रिसाएकै हो नि, चित्त दुखाएकै हो नि, असन्तुष्ट भएकै हो नि। हाम्रो अगाडिको प्रश्न, त्यसलाई हामीले अनदेखा गर्ने, त्यसलाई हामीले बेवास्ता गर्ने वा त्यसलाई हामीले बुझ्ने, मनन गर्ने वा सम्बोधन गर्ने भन्ने हो। यो विशेष अधिवेशन त्यसकै एउटा प्रयास हो। हामीले यति मात्रै भनेको, नेपाली कांग्रेस पार्टीले यत्रो घटना भइसके पछाडि हामी चुप बस्न मिल्दैन, हामीले अनदेखा गर्न मिल्दैन, हामीले यसलाई सामान्य घटनाको रूपमा पनि लिन मिल्दैन। यो उथल पुथल पछाडि एकपटक कांग्रेस अडिनुपर्छ, एकपटक पछाडि फर्कनुपर्छ, एकपटक आफैभित्र पनि टटोल्नुपर्छ, एकपटक हाम्रो आफ्नै घर परिवारभित्र पनि हेर्नुपर्छ। कसैलाई गाली गरेर होइन, कसैलाई दोष लगाएर होइन, हामी पनि त्यही रेलभित्रै सवार छौँ। हामी आफ्नो पनि जिम्मा लिनुपर्छ, हामी लिन्छौँ पनि, लिएका पनि छौँ, लिन पनि तयार छौँ। तर एकपटक हामीले आफूलाई सोध्नुपर्छ, गल्ती कहाँ भयो, कमजोरी कहाँ भयो। ती तिनै मानिसहरू हुन् जो कुनै बेला यिनै सडकहरूमा कांग्रेसले झण्डा फहराउँदै गर्दा हाम्रो एक आह्वानमा सेनाको ट्याङ्क राख्दै गर्दा हामीसँग गोली थाप्न आएका मानिसहरू हुन्। तिनकै छोराछोरीहरू हुन्। तर आज हामीसँग किन रिसाए? हामीले यति कुरा भनेको, यसैको लागि हामीले भनेको हामी एक ठाउँमा आउनुपर्छ, हामीले समीक्षा गर्नुपर्छ र त्यसका निम्ति अधिवेशन भन्दा अर्को मञ्च हाम्रा निम्ति सानो मञ्च हुन्छ। हाम्रो कुरा मिलेन र आज हामी कोही यहाँ आएका छौँ, कोही यहाँ आएका छैन। त्यसैले यो शक्तिको सङ्घर्ष होइन, सत्ताको सङ्घर्ष होइन, देशलाई कसरी बुझ्ने, नागरिकलाई कसरी बुझ्ने, जनभावनाको कदर गर्ने कि नगर्ने भन्ने हाम्रो सोचको भिन्नताको कारणले गर्दा आज हामी कोही यहाँ भयौँ, कोही यहाँ हामी हुन सकेनौँ। दोस्रो विषय पार्टीसँग जोडिएको छ। पार्टी भनेको के हो? श्रद्धेय सभापति हुनुहुन्छ, हामी यहाँ महामन्त्री छौँ, त्यहाँ तल थुप्रै साथीहरू बस्नु भएको छ, अझ कोही गाउँमा हुनुहुन्छ। यहाँ मञ्चमा बस्ने महामन्त्री पनि, आज यहाँ नआउनु भएको सभापति पनि कांग्रेसको सदस्य हो, तल बस्ने पनि कांग्रेसको सदस्य हो, दुईटै बराबर हो। यहाँ कोही ठुलो कोही सानो छैन। पद मात्रै हो, यो जिम्मेवारी मात्रै हो, यो सबै बराबर हो। कांग्रेस भनेकै त्यही हो। कांग्रेसमा त्यो कुनै हायरार्की छैन। भएको भए यो पार्टी नै बन्दैन थियो। यो सबैको साझा घर हो, यो सबैको हक छ, यहाँ सबै बराबर छ। यहाँ पार्टीको सबैभन्दा यसको अधिकार, अझ भन्ने हो भने सबैभन्दा बढी अधिकार तल्लो तहमा बस्ने सदस्यको छ। उसले त केवल जिम्मा दिएर मात्र हामीलाई पठाएको। जसरी नागरिकहरूले भाद्र 23 र 24 मा आफ्नो भावना व्यक्त गरे, भाद्र 23 र 24 गते पछाडि पार्टीका सदस्यहरूले पनि भने, हामीलाई सबैलाई भने, तिमीहरू सुध्रिनुपर्छ, अब तिमीहरू बदलिनुपर्छ। अब पार्टी जसरी चलेको छ ठिकठाक चलेको छैन। तिम्रा निर्णयहरू ठिक थिएनन्। तिमी चुनावमा एउटासँग मिलेर लड्ने, सरकार अर्कोसँग मिलेर बनाउने। तिमी सरकारमा जानका निम्ति जे पनि गर्ने, सरकारबाट बाहिर बस्नु पर्यो भने सबै कुरा सकिएको जस्तो गर्ने तिम्रो चाल ढाल ठिक थिएन। तिमी बदलिनुपर्छ। पार्टीको सदस्यले हामीलाई यही कुरा भनेको। तिमी समीक्षा गर, तिमी एकपटक छलफल गर, तिमी कहाँनिर चुक्यौ। तिमीलाई त मैले जिम्मा दिएर पठाएको थिएँ, सांसद बनाए, मन्त्री बनाए, पार्टीको सभापति महामन्त्री बनाए। तिमीहरू बस, छलफल गर, यति कुरा मात्रै भनेको थियो। पार्टीको सदस्यहरूले भनेको त्यही कुरालाई बोकेर पार्टीको महाधिवेशनप्रति लिएर आउनुभयो र हामीसँग भन्नुभयो, आदरणीय सभापतिजी, महामन्त्रीजी, तपाईँहरू महाधिवेशन गर्नुहोस्। तपाईँहरूले महाधिवेशन गर्न भ्याउनुहुन्न भने हामीले तपाईँहरूलाई अनुरोध गरेका छौँ, विशेष महाधिवेशन गर्नुहोस्। यो कौन सा नौलो कुरा हो? ये पार्टी के साथीहरू होइन।
यहाँ अहिले आउनुभएको महाधिवेशन प्रतिनिधिहरू भनेको त्यही महाधिवेशन प्रतिनिधि होइन जसले आजभन्दा 4 वर्ष अगाडि ठिक अगाडिपट्टिको राष्ट्रिय सभागृहमा गएर झ्यामझ्याम भोट हालेर शेरबहादुर देउवालाई सभापति बनाएको महाधिवेशन प्रतिनिधि होइन यो। हामीलाई महामन्त्री बनाएको महाधिवेशन प्रतिनिधि होइन, त्यही महाधिवेशन प्रतिनिधि हो नि, त्यही पार्टीको साथीहरू त हो नि। आउँछ नयाँ आउँछ, आउँदैन पुरानो साथीहरू हुनुहुन्छ, बस्नुहोस् छलफल गर्नुहोस्, पार्टीको साथीहरूले भनेको कुरा हो नि। त्यसैले यो सङ्घर्ष पार्टीको बारेको धारणा, पार्टी भनेको यहाँ कोही मालिक कोही दास छैन, यहाँ सब बराबर छ। पार्टीको सदस्यहरूले आफ्नो हकको दावी गरेको हो। आजबाट अघि नै महेश दाइले भन्नुभएको छ, आजबाट नेपाली कांग्रेस पार्टीभित्र लामो समयदेखि जाम भएर बसेको, लामो समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो आजबाट यो भत्कियो। अब कसैले यसलाई भोलि जोसुकै आओस् कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन, अब कसैले पनि सक्दैन। अब तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निउरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ, तलबाट माथि होइन। किनकि यो पटक यो माथिले गरेको होइन, यो तलले गरेको हो। र तल बस्ने सदस्यहरूलाई पनि गाउँको साथीहरूले गर्न पठाउनु भएको हो, बदल्न पठाउनु भएको हो। त्यसैले यो सङ्घर्ष पार्टीभित्रको कुनै व्यक्ति बन्ने नबन्ने भन्ने सङ्घर्ष होइन, पार्टी कसरी चलाउने भन्ने विषयसँग जोडिएको विषय पनि हो। यो विशेष महाधिवेशन भोलि यसको बन्द सत्र छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन। यो नेपाली कांग्रेसको केन्द्रीय समितिले आयोजना गरेको भए मैले केन्द्रको महामन्त्रीको हैसियतबाट यो महाधिवेशनको एजेन्डा यो छ, त्यसैले सम्भवतः यहाँ गएर टुङ्गिन्छ भनेर भन्न सक्थे होला। यो त सदस्यहरूले मागेर भएको महाधिवेशन हो। तपाईहरुले माग्दै गर्दा के माग्नु भएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ। मैले मागेको होइन, तपाईहरुले माग्नु भएको छ। यो कहाँ गएर टुङ्गिन्छ मलाई थाहा छैन, किनकि म पनि तपाईहरुले बोलाएर आएको एउटा पाहुना मात्र हुँ। यहाँ छु, तपाईहरुले आयोजना गर्नु भएको छ। भोलि अधिवेशनको हाउस बस्छ एन्ड हाउस विल डिसाइड। त्यो हाउसले डिसाइड गर्छ, जे डिसाइड गर्छ मेरो लागि त्यो स्वीकार्य छ। मैले त्यसलाई मान्नुपर्छ। अर्को महामन्त्रीले भनिसक्नु भएको छ, उहाँले पनि त्यसलाई मान्नुपर्छ, हामी सबैले त्यसलाई मान्नुपर्छ। तपाईहरुले जहाँ लगेर टुङ्ग्याउनुहुन्छ त्यसमा केही पनि आपत्ति छैन, किनकि जति गर्नुभएको छ मेरो लागि यो पनि ठुलो छ। मैले यसलाई पनि सम्मान गर्छु, किनकि तपाईको यो प्रयासले नेपाली कांग्रेसको बारेमा एउटा कुरा स्थापित गरेको छ, कांग्रेस दास र लासहरूको पार्टी होइन, कांग्रेस जिउँदो मानिसहरूको पार्टी हो। कांग्रेसमा प्रश्न मरेको छैन, यहाँ कुनै बात छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। यहाँ हामी सबै बराबर छौं, हामी सबै बराबर छौं। यहाँ प्रश्नहरू छन्, जुन पार्टीभित्र प्रश्न मर्छ त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन। जसले प्रश्न गर्न सक्दैन त्यसले उत्तर पनि खोज्न सक्दैन, त्यसले समाधान पनि दिन सक्दैन। तपाईको यो प्रयासले कांग्रेसलाई जिउँदो राखेको छ। जिउँदो कांग्रेसले बल्ल समाजको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। त्यसैले फेरि एकपटक तपाईहरु सबैलाई अभिनन्दन गर्न चाहन्छु। आदरणीय सभापति, मेरो श्रद्धेय नेता शेरबहादुर देउवालाई पनि यहीँबाट सम्झिएर सम्मान प्रकट गर्दै दुईटा कुरा मैले राख्नै पर्छ। शेरबहादुर दाई, म यहाँ बस्दै गर्दा मैले समाचार पढेँ, केही पार्टीका श्रद्धेय नेताहरू अहिले बसेर छलफल गरिराख्नु भएको छ, मैले सुने। कतिले के नेताहरूले के भनिराख्नु, मेरो सबै कोही नेताप्रति मेरो कुनै व्यक्तिगत टिप्पणी छैन, प्रत्येक नेता मेरो लागि आदरणीय हुनुहुन्छ। तर पक्कै पनि नेताहरूले के भनिराख्नु भएको होला भने यी दुईटा महामन्त्रीले नचाहिने काम गरे, यी दुईटा महामन्त्रीले अराजनीतिक काम गरे, यी दुईटा महामन्त्री तपाईलाई दुःख दिइरहेका छन्। तर सम्झनुहोस्, भदौ 18 गते पनि यो दुईटा महामन्त्री तपाईकोमा थिए, भदौ 22 गते पनि तपाईकोमा थिए, भदौ 24 गते बिहान पनि सबैभन्दा पहिला तपाईसँग सम्पर्क गर्ने यही दुईटा महामन्त्री थिए।
भदौ 25 गते घटना भइसके पछाडि पनि सबैभन्दा पहिला वक्तव्य निकाल्ने पनि आँट गर्ने पनि यी दुईटा महामन्त्री थिए। र त्यसपछि तपाईलाई आएर घरमा आएर भेटेर दाई यो देशमा यो प्रजातन्त्रको लागि तपाईको ठूलो योगदान छ, तर समय आएको छ अब तपाईले छाड दिनुपर्छ। समय आएको छ अब तपाईले आराम गर्नुपर्छ। समय आएको छ तपाईले अब मार्ग प्रशस्त गरिदिनुपर्छ। इतिहासले पछि तपाईको मूल्याङ्कन गर्दै गर्दा कति खराब कामहरू भयो होलान्, त्यसलाई बिर्सनेछ। नेपाली समाज यी मानिहरूमा धेरै माथि छ, तपाईलाई सम्झनेछ। सुदूर पश्चिमको एउटा गाउँबाट आएर नेपालको प्रजातन्त्रको लागि गरेको तपाईको संघर्षलाई सम्झनेछ। तर अब तपाईले छाड दिनुपर्छ भन्दै गर्दा हामीलाई राखेर भन्नुभएको होइन, मङ्सिरभित्र अधिवेशन गर्नुस्, अब मैले कार्यवाहक दिए, मैले सबै कुरा छाडेर गएँ भनेर भन्नुभएको होइन। त्यो गएको दिन काङ्ग्रेस मात्र होइन, काङ्ग्रेस भन्दा बाहिरको मानिसले पनि नेता हुनु त शेरबहादुर देउवा जस्तो भनेको होइन। त्यसैले यो मञ्चमा बस्नेहरू तपाईलाई माया नगर्नेहरू होइनन्, तपाईलाई माया गर्नेहरू हुन्। तपाईको चिन्ता गरेर तपाईप्रतिको सम्मान नघटोस् भनेर तपाईलाई बारम्बार भनेको हुन्, दाई छाड दिनुस्। अब जसले घुमी घुमिकन तपाईलाई बोलाउन गए वास्तवमा ती तपाईलाई माया गर्ने मान्छे होइनन्। पार्टीको वरिष्ठ नेतालाई पनि सम्झन चाहन्छु। कतिले के भन्छन्, विशेष महाधिवेशन गर्नु पर्यो, गगनलाई सभापति बन्नु पर्यो। विश्वप्रकाश शर्माले त 15औं महाधिवेशनको पनि सभापति बन्दिन, अहिले म के पनि बन्दिन। विश्वप्रकाश शर्मालाई विशेष महाधिवेशन र व्यक्तिगत रूपमा के चाहिएको छ? केही पनि चाहिएको छैन। मलाई कतिपयले भनिराख्नु भएको छ, मैले पार्टीको वरिष्ठ नेताको घरमा विश्वप्रकाश शर्मासँग गएर दुई हात जोडेर भनेको छु, आउनुहोस् दाई, यो बेलामा पार्टीलाई नयाँ नेतृत्व चाहिएको छ, बन्ने भए तपाईँ बन्नुहोस्। कार्यवाहक सभापतिको घरमा गएर भनेका छौँ, आउनुहोस् बन्नुहोस्। हामी अघि कुरा हो नि, हामी गणेशमान सिंहले प्रधानमन्त्री छाड्नु भएको पार्टीका गणेशमानका कार्यकर्ताहरू हौँ। हामी बीपी कोइरालाका कार्यकर्ताहरू हौँ, जसले प्रधानमन्त्री हुँदा हुँदै झ्यालखानामा 8 वर्ष कोचिनु पर्दै गर्दा पनि अय्या अत्था भन्नु भएन, बीपी कोइरालाका कार्यकर्ताहरू हौँ। एउटा पार्टीको सभापति बन्ने कुरा वा प्रधानमन्त्री बन्ने कुराले लोभ्याएर हामी साथीहरूलाई, देशभरिका साथीहरूलाई आह्वान गर्न उभिएको होइन। हामी नागरिकहरूप्रतिको पार्टीको जिम्मेवारी वहन गर्नका निम्ति पार्टीलाई ठिक ठाउँमा उभ्याउनु पर्यो भनेर अधिवेशनको आह्वान गर्ने ठाउँमा पुगेका हौँ। हामीले हाम्रो नेताहरूलाई यो कुरा बुझाउन सकेनौँ भन्ने लाग्छ। आदरणीय साथीहरू, आज पृथ्वी जयन्तीको दिन हो। यो नेपालका साना साना राज्यहरूलाई एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहदेखि विश्वनगरतीसम्म सबै त्यो एकीकरणको अभियन्ताहरूलाई आज सम्झने दिन पनि हो। यो भन्दै गर्दा काङ्ग्रेसले आफ्ना पनि ती श्रद्धेय नेताहरूलाई सम्झाउनु पर्छ, किनकि नेपालको एकीकरण त्यहाँबाट प्रारम्भ भयो। तर नेपालको भावनात्मक एकीकरण नेपाली कांग्रेस पार्टीको स्थापना भएबाट प्रारम्भ भयो। यो नेपाली कांग्रेस पार्टीका अग्रजहरूले हिमाल पहाड तराई सबै जात जाति सबै धर्मका सबै भाषाका नेपालीहरूलाई जोडेर त्यो नेपाली भन्ने भावना नेपाली माटोमा स्थापित गरेको नेपाली कांग्रेसले हो। नेपाली कांग्रेस पार्टी स्थापना भएको बेलामा चुनाव लडौँला, चुनाव जितौँला, प्रधानमन्त्री बनौँला, मन्त्री बनौँला 22, 25, 26 वर्षका केटाकेटीहरूले स्थापना गरेको पार्टी कसैको मनमा पनि त्यो थिएन, कसैले त्यो चाहना राखेको पनि होइन। सबैको एउटा ठूलो सपना थियो यो देशलाई अँध्यारोबाट बाहिर ल्याउने। त्यसैले कांग्रेस चुनावबाट बनेको पार्टी होइन, कांग्रेस चुनावको लागि बनेको पार्टी होइन। कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्ति र राष्ट्रिय पार्टीमा भिन्नता छ। राष्ट्रिय पार्टी चुनावले निर्धारण गर्छ कति भोट ल्यायो, कति मत आयो। राष्ट्रिय शक्ति जिम्मेवारीले निर्वाह गर्छ। कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय शक्तिको अर्थ के हो? समाजमा जे समस्या हुन्छ त्यो समस्यालाई छाम्ने, त्यसलाई चिन्ने अनि त्यसलाई चिर्ने, त्यसलाई पर्गेल्ने, त्यसको हल खोज्ने राष्ट्रिय शक्तिको जिम्मेवारी हो। प्रत्येक पटक यही त गर्दै आएका छौं। 2060 सालमा जतिखेर बिहान उड्दै गर्दाखेरि शहरमा बसौं कि गाउँमा बसौं, रेडियो र टेलिभिजन मात्र हुँदै गर्दा त्यो बेलाको सम्झनुस् त।
हामी प्रत्येक जतिखेर 60 सालमा थियौँ, प्रत्येकले बिहान रेडियो खोल्दै गर्दा, टेलिभिजन खोल्दै गर्दा 10 जना 15 जना 20 जना मान्छे मारिएको समाचार नसुनिकन हाम्रो दिन प्रारम्भ हुँदैन थियो। त्यो बेलामा देशको सबैभन्दा ठुलो समस्या हिंसा थियो। हिंसाबाट बाहिर निकाल्ने जिम्मेवारी कांग्रेसको रह्यो। फरक फरक समयमा हाम्रो फरक फरक जिम्मेवारी रहेको छ। अहिलेको समस्या के हो? अहिलेको चुनौती के हो? 23-24 गते व्यक्त भएको कुरा के हो? त्यो आक्रोशको जरामा के छ? त्यो असन्तुष्टिको जगमा के छ? त्यसको जगमा अघि नै कुरा भयो, विश्वासको संकट छ। आम नागरिकहरूले विश्वास गुमाएको बेला छ। नेपाल आज ठिक छैन, तर भोलि ठिक हुन्छ, यो इमेजिनेसनमा गएको 10, 12, 15 वर्ष नेपाली समाज डोरियो। तर अहिले क्राइसिस अफ इमेजिनेसन, त्यो परिकल्पनै हराएको जस्तो अवस्था छ। कोल्याप्स अफ ट्रस्ट, विश्वास गुमाएको अवस्था छ। यो बेलामा नेपाली कांग्रेस पार्टीको जिम्मेवारी हो, हाम्रो काम हो, हामीले सम्हाल्नु पर्नेछ। हामीले सबैलाई सम्हालेर लिएर जानुपर्नेछ। चुनाव केही ठुलो कुरा होइन। चुनाव आउँछ जान्छ, चुनाव कहिले जितौँला कहिले हारौँला। नेपाली कांग्रेस पार्टी चुनावभित्र सीमित रहने यो हाम्रो जिम्मेवारी होइन। त्योभन्दा फराकिलो भएर हामीले हेर्नुपर्नेछ। हाम्रो सिस्टम पनि जोगाउनु पर्नेछ, संविधान पनि जोगाउनु पर्नेछ। त्योभन्दा बढी हामीले नागरिकहरूको भरोसा जोगाउनु पर्नेछ। पञ्चायत कालमा 30 वर्ष पञ्चायती सत्ताको बेलामा पनि नडगमगाइकन दूरदराजको पहाडमा बसेको एउटा पिताजी र माताजी समयक्रममा झरेर मधेस आउँछन् अनि मधेसमा आएर सानो खेत जमिन जोतेर खनिरहेको ठाउँमा त्यहीबाट फेरि माओवादीबाट लखटिन्छन्। त्यहाँबाट भागेर आएर सानो एउटा सहरमा आएर बसेर त्यो सहरमा गएर काम गर्दै गर्दा चुनाव आउँछ अनि चुनावमा कांग्रेसले त्यही हँसिया र हतौडामा भोट हाल्न लगाउँछ अनि छोरा कतार काम गर्न जान्छ अनि कतार काम गर्न गएको छोराले कम्तीमा पनि मेरो बाले पनि दुःख गरे, आमाले पनि दुःख गरे, मैले पनि दुःख गरे, फर्केर आएँ, 2 पैसा लिएर आएँ, मेरो छोरा र छोरीलाई राम्रो विद्यालय पढाएँ। अब मेरो छोरा र छोरीसँग बस्छु भन्दै गर्दा छोराले भन्छ क्यानाडा जान्छु, छोरीले भन्छ अस्ट्रेलिया जान्छु। बा यो देशमा त बस्दै बस्दिन। अनि बा पनि रुन्छ, हजुरबा पनि रुन्छ, आमा पनि रुन्छ, सबै एकैचोटि रुन्छ। यो अविश्वासबाट, यो भरोसा टुटेको ठाउँबाट, यो नौजवानहरूलाई नेपाल बस्न सकिँदैन भन्ने यो मनोविज्ञान बनेको ठाउँबाट बाहिर निकाल्ने जिम्मेवारी कसको हो? हाम्रो हो, कांग्रेसको। हामीले गर्नुपर्नेछ। सहरमा बढेको छ, सहरमा जन्मेको छ, राम्रो विद्यालय पढेको छ, के गर्छु भन्ने हुटुटी पनि छ। सबै कुरा सिस्टम ठिक ढङ्गले चल्नुपर्छ भन्ने ठान्छ एउटा नौजवान। पासपोर्टको लाइन बस्न जान्छ, खल्तीबाट 2 पैसा तिरेपछि मात्रै पासपोर्ट समयमा बन्छ। लाइसेन्सको लाइन लिन बस्छ, 2 वर्षसम्म छापेको लाइसेन्स पाउँदैन। सर्टिफिकेट लिन जान्छ, त्यहाँ पनि चिनेको मान्छे भएर मात्र सर्टिफिकेट पाउँछ। अन्तिममा गएर हजुरबालाई लिएर अस्पताल जान्छ, अस्पतालमा पनि चिनेको डाक्टर भयो भने मात्र आइसियूको बेड पाउँछ। अनि त्यो केटा वा केटी, त्यो जेनजी सबसँग रिसाउँछ। किन हाम्रो देश भनसुनको देश भयो? किन हाम्रो देश लेनदेनको देश भयो? किन सबै कुरा सिस्टम फेयरली चल्दैन? किन बाहिरको जस्तो हुँदैन? किन हुन नसकेको? के भयो होला? यो विश्वास गुमाएको यो पुस्तालाई नेपालमा हुन्छ, सिस्टम हामी बनाउँछौँ भनेर भरोसा दिलाउने काम हाम्रो हो, हामीले गर्नुपर्ने हो। पश्चिम मधेसको एउटा गाउँमा केही समय अगाडि कार्यक्रममा गएको थिएँ। नेपाल विद्यार्थी संघले गरेको कार्यक्रम थियो। कार्यक्रमको छेउमा एउटा बुढी आमा बस्नु भएको थियो। उहाँलाई सम्मान गर्न बोलाइयो। सम्मान गर्दै गर्दा उहाँ को भनेर सोधेँ। शहीदको आमा हो। कसले मारेको? 60 सालमा माओवादीले छोरा मारेको। कसरी मारेको? मैले सोधेँ। सँगैको साथीले बताए। यिनको छोरालाई मार्दै गर्दाखेरि आमाले छोरा मारेको हेर्नुपर्छ भनेर आमाको 2टै हात पछाडि बाँधिएको थियो र छोरालाई अचारमा राखेर काटियो। तर पनि हाम्रो कार्यक्रममा जय नेपाल भन्दै आउँछ। अहिले पनि हाम्रो कार्यक्रममा जय नेपाल भन्दै मञ्चमा आएर बस्नुहुन्छ। देशभरि यस्ता पार्टीका साथीहरू छन्। देशभरि पार्टीका नाममा लखटेका छन्, काटिएका छन्। तिनलाई नेपाली कांग्रेस भन्दै गर्दा तिनले के पाउँछन्? छोरा गुमाएका छन्, सांसद खोजेको छ, मन्त्री खोजेको छ, वडा अध्यक्ष खोजेको छ। तर तिनले आज पनि छोरा काटियो, मारियो, जम्मा एउटा छोरा भएको त्यो थारू आमा मैले पनि सम्झन्छु।
तर काङ्ग्रेसको मञ्चमा आएर जय नेपाल भन्दै गर्दा आज नेपाली काङ्ग्रेस हेर्दै गर्दाखेरि उसको आँखा रसाउँछन् कि रसाउँदैनन् होला। त्यो आमालाई खुसी दिने काङ्ग्रेस बनाउनु पर्नेछ। आज एउटा श्रमिक श्रम गरेर म मेरो परिवार पाल्न सक्छु भन्ने आत्मविश्वास राखिरहेको छैन। आज एउटा व्यवसायी व्यवसाय गरेर म ठिक ढङ्गले अगाडि बढ्न सक्छु भन्ने विश्वास राख्न सकिरहेको, जताततै विश्वासको सङ्कट छ। यो सबै ठाउँबाट सम्हालेर निकाल्ने जिम्मेवारी काङ्ग्रेसको। अब आशा दिएर मात्र हुँदैन, त्यो आशा पूरा गर्न सक्ने काङ्ग्रेस बनाउनु पर्नेछ। यो महाधिवेशन त्यस कारणले गर्दा आयोजना गरौँ भनेर हामीले भनेको। यो महाधिवेशनमा जाउँ, बसौँ, छलफल गरौँ। हाम्रो एक आह्वानमा हिजो माओवादीको त्यत्रो हिंसाबाट प्रताडित भएका मानिसहरू सडकमा आए। हाम्रो एक आह्वानमा हिजो राजाको शासनमा मानिसहरू सडकमा आए। हाम्रो एक आह्वानमा पञ्चायतका विरुद्धमा हजारौं लाखौं मानिसहरू सडकमा आए। आज हामीले काङ्ग्रेसलाई ठिक ठाउँमा उभ्यायो भने हाम्रो एक आह्वानमा फेरि नरनारीहरू हाम्रो पछाडि आउँछन्, विश्वास गर्छन्, माया गर्छन्। त्यो विश्वास डगमगाएको छ अहिले। त्यो विश्वासलाई फर्काउनु पर्नेछ। त्यस कारणले गर्दा आदरणीय साथीहरू, म नेपाली कांग्रेस अर्को महामन्त्रीको तर्फबाट पनि तपाईहरु सबैलाई धन्यवाद दिँदै यो आग्रह गर्न चाहन्छु, हामीले कसैको अपमान गर्ने, हामीले पार्टी सभापति कसैको होइन। हामी पटक पटक पार्टीको बैठकमा भनेका छौं, पार्टी सभापति बन्ने, मन्त्री, प्रधानमन्त्री बन्ने, मैले अघि पनि भने गणेशमानको छोरा म होइन, बीपी को छोरा म होइन। मैले पहिला पनि भनेको छु, मेरो शरीरमा गणेशमानको रगत छैन, बीपी को रगत छैन, तर बीपी को विचार छ, गणेशमानको साहस छ। त्यो बोकेर बसेको नि हामी सबै कुरा छोड्न तयार हौ। हामी नेपाली कांग्रेस पार्टीलाई ठिक ठाउँमा उभ्याउनका निम्ति तल कति रमाइलो हुन्छ तपाईहरुसँग बसेर यत्रो बेर माथि बस्नु पर्यो, भोक लागेको बेलामा साथीले दिनुभएको बिस्कुट र चाउचाउ लुकाएर खानु पर्यो। तपाईहरुसँग बस्न पाएको भए आनन्दले त्यहाँ बसेर बदाम र सुन्तला खान पाइन्थ्यो होला। तपाईहरुसँगै बस्ने रहर छ, बस्नु छैन धेरै मञ्चमा। त्यो लोभले होइन, त्यो जिम्मेवारीको कारणले गर्दा आज तपाईहरुलाई बोलाएर यो ठाउँमा आइपुगेका छौं। यो जिम्मेवारी पूरा गर्न चाहन्छौं। नेपाली कांग्रेसले यो महाधिवेशनबाट अघि महामन्त्री विश्वप्रकाश शर्माले भन्नुभएको जस्तै देशलाई एकपटक भरोसा दिन चाहन्छौं। हामी त्यही कांग्रेस हो जसले अँध्यारोबाट उज्यालोतर्फ लिएर गयो 7 सालमा। यो त्यही कांग्रेस हो जसले 2046 सालमा त्यत्रो परिवर्तन गर्यो। यो त्यही कांग्रेस हो जसले 62-63 मा हिंसाबाट देशलाई बाहिर निकाल्यो। तर अघि भनेको जस्तो विगतको दिन गनेर मात्र हुँदैन। अब हामी भन्न चाहन्छौं नौजवानहरूलाई, यो त्यही कांग्रेस हो जसले तिम्रो बार आमालाई अधिकार दियो, तर यो त्यही कांग्रेस हो अब जसले तिमीलाई पनि भविष्य दिन्छ भनेर भन्ने कांग्रेस हामी बनाउन चाहन्छौं। त्यो विश्वास दिलाउन चाहन्छौं, त्यो सम्बन्ध फेरि गाँच्न चाहन्छौं। त्यसका निम्ति पार्टीको अधिवेशनमा आएर त्यसको लागि समीक्षा गर्न चाहन्छु। त्यसैले म आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरूलाई अन्त्यमा आग्रह गर्छु, भोलिको समय छ, ठण्डा दिमागले सोचौं। तपाईहरुले जे निर्णय गर्नुहुन्छ त्यो निर्णयलाई स्वीकार गरेर जाने हो। म पार्टीका नेताहरू भोलिको कार्यक्रममा आउनुहुन्छ भन्ने अपेक्षा पनि राख्छु, तर आउने नआउने उहाँहरूको मर्जी, निर्णय गर्ने तपाईहरुको मर्जी, तपाईहरुले गर्ने हो। तपाईहरुले गरेको निर्णयलाई मान्ने हो। हाम्रा सन्दर्भको बारेमा धेरै चिन्ता नगर्नुस्। कहिलेकाहीँ युद्ध जित्नको लागि लडाई हार्न पनि तयार हुनुपर्छ, लडाई हार्नुपर्छ, तयार छौं। कहिलेकाहीँ ज्वालालाई जागृत राखिराख्नका निम्ति आफू डढ्न पनि तयार हुनुपर्छ, डढ्न पनि तयार छौं। के को लागि? पार्टीलाई ठिक ठाउँमा उभ्याउनको लागि, नेपाली कांग्रेसलाई ठिक ठाउँमा उभ्याउनको लागि। किन? नेपाली कांग्रेस ठिक ठाउँमा उभिँदाखेरि बल्ल नेपाली कांग्रेसले यो देशप्रतिको आफ्नो जिम्मेवारी पूरा गर्न सक्छ। हाम्रो लागि देश सबैभन्दा ठूलो कुरा हो। हाम्रो लागि यो देशका नागरिक सबैभन्दा ठूलो कुरा हो। त्यो नागरिकको त्यो भावना, त्यसलाई सम्बोधन गर्नका लागि हाम्रो पार्टी नेपाली कांग्रेस पार्टीलाई ठिक ठाउँमा उभ्याउनका निम्ति यत्रो जोखिम मोलेर देशभरिका साथीहरू आउनु भएको छ। यो अवसर पनि हो, यो हाम्रो निम्ति ठूलो एउटा चुनौती पनि हो। अवसर र चुनौतीका बीचमा भोलि एक दिनको समय बिहान 8 बजे हामी जम्मा हुन्छौं। हामी दिनभरि छलफल गर्छौं। त्यो छलफलबाट हलले जे कुरा नेपाली कांग्रेस पार्टीमा स्थापना गर्ने भन्छ त्यो कुरा स्थापना हुन्छ। किनकि कांग्रेसको विधानले भन्छ महाधिवेशन भन्दा ठूलो अरु केही पनि छैन। महाधिवेशनले चाह्यो भने
नेता पनि छान्छ। महाधिवेशनले चाह्यो भने नेता बदल्छ पनि, महाधिवेशनले चाह्यो भने नीति पनि छान्छ, नीति बदल्छ पनि, महाधिवेशनले चाह्यो भने विधान पनि बदल्छ। त्यो अधिकार राख्ने महाधिवेशनको भेला हो यो। सुवर्ण शमशेरले 2014 सालमा पार्टी सभापति हुँदाहुँदै मेरो श्रद्धेय सभापति श्रद्धेय शेरबहादुर देउवालाई सम्झाउन चाहन्छु। पार्टी सभापति हुँदाहुँदै आफैले विशेष महाधिवेशन आयोजना गरेर, आफैले राजीनामा दिएर, आफैले आयोजना गरेर मेरो श्रद्धेय मित्र बीपी कोइरालालाई आजबाट म नेपाली कांग्रेसको सभापति घोषणा गर्दछु भन्दै गर्दा आँखाभरि आँसु लिएर बीपी कोइरालाले यसो नगर्नु सुवर्णजी, तपाईँ नै रहनुपर्छ भनेर इतिहास पढेर आएका मानिसहरू हामी। कुनै लोभ लालचले होइन, पार्टीप्रतिको मायाले हो यो। किनकि यो पार्टीले नै देशको जिम्मेवारी पूरा गर्न सक्छ भन्ने विश्वासले हो। यही विश्वासका साथ तपाईहरु आउनु भएको छ। यत्रो उपस्थितिले हामी सबको हौसला बढाएको छ। भोलि हामी महाधिवेशनका साथीहरू जम्मा हुन्छौं र बसेर एउटा परिपक्व र पार्टीको लागि रूपान्तकारी निर्णय गर्छौं भन्ने विश्वासको साथ मेरो आफ्नो भनाइहरू टुङ्ग्याउँछु। तपाईहरु सबलाई सादर प्रणाम, नमस्कार, जय नेपाल।